नमस्ते जय नेपाल। जय नेपाल। हेलो सबैजना। आराम ठिक छ? के चलिरहेछ यार? ठिकै छ। ठिक छ त? ठिक छ। यो हाम्रो आफ्नो परिचयबाट पहिला स्टार्ट गरौँ न। सगुनजीबाटै स्टार्ट गरौँ न। हेलो जय नेपाल, म सगुन श्रेष्ठ। नमस्कार, म पुष्कर वास्तला, सोलुखुम्बु। जय नेपाल, म ठान प्रसाद पोखरेल। जय नेपाल तथा हार्दिक फ्याफुला, म महेन्द्र तामाङ, म एउटा विद्यार्थी पनि हो र एउटा जेनजी उमेर समूहको एउटा युवा। सबैलाई जय नेपाल। मेरो नाम चाहिँ मनिष गोरेला। म अहिले तरुणहरूको चाहिँ अध्यक्ष हो। यो हाम्रो कन्टेक्स्ट अहिलेको चाहिँ यो हाम्रो यो कुराको यो हाम्रो युथ डे जुन चाहिँ 12 तारिक छ भोलि, त्यसको विषयमा अलिअलि गफ गरौँ भनेर यो अहिलेको योपालिको थिम चाहिँ डिफ्रेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन भन्ने छ होइन। यसमा हामीभन्दा सबभन्दा सानो चाहिँ हाम्रो महेन्द्र भाइ हुनुहुन्छ, जो त्रिचन्द्रमा चाहिँ अहिले पढि पनि रहेछ होइन। तिमीले यो युथ मुभमेन्टलाई, नेपालको युथ मुभमेन्टलाई कसरी हेरेका छौ? तिम्रो चाहिँ सोच के छ? तिम्रो एक्सपेक्टेसन के छ? तिमीले युथ मुभमेन्ट चाहिँ यसरी गइदियो हुन्थ्यो भन्ने, यसरी गइदियो हुन्थ्यो भने तिम्रो आफ्नो एक्सपेक्टेसन के छ भन्ने त्यसो आफ्नो कुरा राख नि यार। महेन्द्र हामी जेनजी आन्दोलन पछिको समय अवधिलाई हेर्दै गर्दा जेनजी आन्दोलन अगाडि र पछाडिलाई थोरै भिन्न र फरक तरिकाले मैले केलाउने गरेको छु दाइ। मैले हेर्दै गर्दा नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै युवा हो जस्तो लाग्छ र युवाको मनोभावना हो जस्तो लाग्छ दाइ। र त्यही मनोभावना र युवा सेन्ट्रिक राज्यले काम गर्न नसकेर नै जेनजी आन्दोलन निम्तिएको हो जस्तो मलाई लाग्छ, पहिलो फर्स्ट अफ अल। र अर्को दोस्रो कुरा चाहिँ दाइ, नेपालमा युथ रिलेटेड काम गर्न राजनीतिक दलहरूको भातृ सङ्गठन मलाई लाग्छ सबै राजनीतिक दलहरूको छन्। तर के समस्या देखा पर्दैछन् भन्दै देखियो म जस्तो युवाले भन्दै गर्दा चाहिँ जो व्यक्ति सम्बन्धित युवा सङ्गठनमा आबद्ध छ उनीहरूको मात्रै कुरा सुनिने, कमन पिपुलहरूको चाहिँ कमन युवाहरूको मनोभावना, कमन उसहरूको निड्सहरूलाई चाहिँ अलिकति उजागर गर्न नसकेको जस्तो लाग्छ दाइ। मैले भन्न चाहिँ नेपालको हरेक युवालाई चाहिँ एउटा राजनीतिक दलले समेट्न नसकेको हो कि जस्तो लाग्छ। त्यस कारणले चाहिँ हामी नेपालको बहुमत आउँदै गर्दाखेरि पनि कुनै समयमा एउटा सीमित पार्टीले युवाहरूको चाहिँ त्यो पार्टीको युवा नीतिसँग चाहिँ युवाहरूको मनोभावना मेल नखाएको हो कि जस्तो लाग्छ। र अर्को एउटा कुरा चाहिँ मलाई के लाग्छ दाइ भन्दै गर्दा चाहिँ नेपालको सिलसिलामा कुरा गर्दै गर्दा युवा आबद्धमा काम गर्नको लागि सरकारी तहमा राष्ट्रिय युवा परिषदको गठन भएको लामो समय भइसक्यो। पश्चात एउटा केन्द्रमा मात्रै सीमित भयो। हामी डिसेन्ट्रलाइजेसनमा जाँदै गर्दाखेरि पनि यसले चाहिँ हाम्रो पालिकादेखि वडा तहसम्म पनि युवाहरूको यो युवा समस्या र युवा नीति र युवाको चुनौतीमा पनि अझै काम गर्न धेरै बाँकी छ। राज्य यो विषयमा पछाडि नै छ जस्तो लाग्छ दाइ मलाई। र अझै पनि राज्य र यस्ता युवा सङ्गठन र यस्तो तरुण दलहरूले चाहिँ युवा सेन्ट्रिक काम गर्न धेरै बाँकी छ। सम्बन्धित पार्टीको मात्रै अलिकति बढी कुरा गर्ने, बढी काम गर्ने र सम्बन्धित व्यक्ति र सम्बन्धित पार्टी जुन मुन पार्टी हुन्छन् दाइ, त्यो पार्टीको मात्रै उनीहरूको मात्रै व्यक्तिगत कुराहरूको र पार्टीको स्वार्थ बाजिने काममा मात्र गरेको, पार्टीभन्दा माथि उठेर नेपाली युवाको चाहिँ काम गर्न नसकेको जस्तो लाग्छ। र यही कुरालाई चाहिँ जेनजी आन्दोलनले नै प्रुभ गर्यो जस्तो लाग्छ मलाई दाइ। त्यो तिमीले भनेर मैले ठ्याक्कै सुनिरहेको थिएँ अघिदेखि, यो पार्टीभन्दा माथि उठ्ने भनेर। अब सिन्स हामी त पार्टीको चाहिँ क्याडरै हो नि त, अनि मेम्बरै हो होइन। तिमी पनि हो नेपाल विद्यार्थी सङ्घमा चाहिँ, तिमी आफू पनि आबद्ध छौ होइन। पार्टीको चाहिँ एउटा नर्म्स हुन्छ जस्तो लाग्छ मलाई होइन। त्यो नर्म्समा बसेर काम गर्नुपर्छ जस्तो लाग्छ। हो तिमीले भने एकदम आई डु अग्री होइन। हामी इन्डिपेन्डेन्ट भएर पनि कति ठाउँमा चाहिँ सोच्नुपर्ने हुन्छ। पार्टीको चाहिँ पार्टीले गरिरहेको कुराहरू कतिवटा कुरा चाहिँ
एज अ युथ अर एज अ सिटिजन अफ नेपाल सबै कुरा पार्टीले नै भनेको कुरा चाहिँ गर्नै पर्छ अथवा त्यही नै लागु हुनुपर्छ भन्ने पनि छैन। पार्टी पनि समाजको चाहिँ प्रतिनिधित्व गर्ने एउटा चाहिँ माध्यम मात्रै हो होइन। अब त्यो समाजमा चाहिँ युवाहरूले एक थरी खोजिरहेछ, पार्टीले एक थरी गरिरहेछ भन्ने त्यसलाई चाहिँ करेक्सन गर्ने हामी युथहरूको पनि त दायित्व हो नि त। तर पार्टीभन्दा माथि नै बसेर चाहिँ जहिले पनि काम गर्न सकिन्न जस्तो लाग्छ। अब यसमा तिम्रो टेक के छ? अरू थान प्रसाद दाइलाई यसमा के अरू राख्छ? अथवा पुष्कर सगुनजी के छ भने दाइहरू? जय नेपाल। अब हाम्रो महेन्द्र भाइले भने जस्तो युवाहरू जो अहिलेको नयाँ जेनेरेसन। दाइलाई म ठ्याक्क रोकिएँ दाइ, दाइको विषयमा नि, दाइको विषयमा दाइ त अब तरुणहरूको सचिवालयमा अथवा मुख्य सचिव भएर दाइ काम गर्नुभएको दाइको विषयमा अलिकति धेरै वर्ष भयो मैले त चिन्छु। तर अब हामीले यो रेकर्ड गरिरहेछौँ, अहिले रेकर्ड गरिरहेछौँ। यो अरू साथीभाइ हेर्ने साथीभाइलाई पनि दाइको विषयमा अलिकति भनिदिनु न दाइ। अब हामी त के भन्दाखेरि गाउँमा जन्मिएका मान्छे। अब हाम्रो गाउँ भनेको निकै दूरदराज गोर्खाको नामजुङ गाउँमा जन्मेर हामी जन्मिँदाखेरि त्यो ठाउँमा सामान्यतया मान्छेहरूले दैनिक आफ्नो चाहिँ नि जीवन निर्वाहको लागि पनि साह्रै गाह्रो। अब त्यो ठाउँमा हामीले चाहिँ नि जन्मेर हुर्केर स्कुल पढ्दै गर्दा प्रजातन्त्रको एउटा विचारलाई प्रवाह गर्ने त्यो बेलामा नेपाली कङ्ग्रेसको नाममा गाउँका शिक्षकहरू नै हुनुहुन्थ्यो र उहाँहरूले प्रजातन्त्रको लागि जुन प्रजातान्त्रिक आन्दोलनका लागि जुन नेपाली कङ्ग्रेसले सत्याग्रहको आयोजना गरेको थियो 2042 सालमा, त्यो सत्याग्रहको आयोजना गर्नुभन्दा पूर्व गाउँका मानिसहरूलाई नेपाली कङ्ग्रेस मात्रै नभएर प्रजातन्त्रको मूल धारमा, प्रजातन्त्रको मूल विचार र प्रजातन्त्र स्थापनाको मूल आन्दोलनमा कसरी जोड्ने भनेर त्यो बेला नेपाली कङ्ग्रेसले आम मान्छेहरूलाई एउटा 42 सालमा सत्याग्रह अगाडि हस्ताक्षर अभियान अथवा आफ्नो सहमति जनाउने एउटा अभियान चलाएको थियो। त्यो अभियानको कार्यकर्ताका रूपमा चाहिँ गाउँका जो प्रजातन्त्रको भावना बोकेका शिक्षकहरू हुनुहुन्थ्यो र उहाँहरूले हामीलाई पनि प्रजातन्त्रको विचारबाट हिँड्न जुन सिकाउनु भयो। हामी साना विद्यार्थी 8-9 क्लासमा पढ्दै गर्दाको विद्यार्थी हुँदाका अवस्थादेखि हामी त्यो आन्दोलनमा लागेका मान्छे कि हामीलाई सहज पनि थिएन। दाइ सरी मैले रोकी दाइलाई। दाइ कति वर्षको हुनुहुन्थ्यो र कुन क्लासमा पढ्नुहुन्थ्यो दाइ? त्यो दाइ चाहिँ जुन त्यो आन्दोलनको बेला लाग्ने बेला कति वर्षको हुनुहुन्थ्यो? अब म 14 वर्ष 14 लगभग पुगिसकेका थियौँ हामी र धेरै साथीहरू हामी सङ्गठित थियौँ पनि। र हामीले जब शिक्षकहरूले सत्याग्रहको हस्ताक्षर अभियान, सत्याग्रहको समर्थनमा जुन हस्ताक्षर अभियान गराउनु भयो हाम्रो चाहिँ नि गाउँ बस्तीका सारा मान्छेहरूलाई, र त्यो हस्ताक्षर अभियानको विरुद्धमा लाग्नेहरू पनि थिए। हस्ताक्षर अभियानमा संलग्न हुनुहुन्न, प्रजातन्त्रको लागि पनि गाली गर्ने मान्छेहरू थिए, प्रजातान्त्रिक आन्दोलनमा हामी सरिक हुनुहुन्न भन्ने जुन पञ्च र कम्युनिस्टहरू त्यो बेला मुख्य रूपमा पञ्चसँग मिलेर कम्युनिस्टहरूले पनि प्रजातन्त्रको चाहिँ नि आन्दोलनलाई दखल पुर्याउने काम र प्रजातान्त्रिक आन्दोलनमा सरिक हुनका लागि लाग्ने आम मान्छेहरूका विरुद्धमा कुनै न कुनै किसिमको गतिविधि सुरु गर्न र त्यो गतिविधि प्रजातन्त्रको लागि गरिएका गतिविधिहरू पनि मत्थर गर्न अथवा त्यसलाई रोक्नका लागि कम्युनिस्ट र पञ्चहरू लागेका थिए। र त्यही सिलसिलामा हामीलाई जो शिक्षकहरू आम रूपमा चाहिँ नि प्रजातन्त्रको लागि समर्थन जुटाउँदै गाउँमा हिँड्नुहुन्थ्यो र उहाँहरूले पढाउने विद्यालयबाट उहाँलाई निलम्बन गरियो। जुन हाम्रो स्कुलको नाम हो जनशक्ति माध्यमिक विद्यालय हो र त्यो विद्यालयका 9 जना शिक्षकहरूलाई एकै लटमा निलम्बन गरियो। त्यो बेलाका चाहिँ नि गाउँ पञ्चायतका प्रधान पञ्च जो स्कुलको अध्यक्ष पनि हुनुहुँदो रहेछ। र हामी पनि के भन्दाखेरि प्रजातन्त्र जस्तो एउटा सारा मान्छेहरूको कल्याण गर्ने, सबै मान्छेहरूको अधिकारको लागि चाहिँ नि ल्याउने जुन सिस्टम प्रजातान्त्रिक सिस्टम हो, त्यो सिस्टमका लागि लाग्दाखेरि उहाँहरूलाई किन निलम्बन गरियो हामीले पनि बुझ्दै गयौँ होइन। उनीहरूको राजनीतिक इन्ट्रेस्टभन्दा बाहिर रहेछ।
होइन उनीहरू कम्युनिस्ट र पञ्च भनेका त कमसेकम प्रजातान्त्रिक मूल विचारभन्दा बाहिरका हुन् मान्छेको हक अधिकारको पक्षभन्दा विपक्षमा रहेका त्यो बुझिसकेपछि हामीले आम रूपमा हायर क्लासमा पढ्ने 9-10 मा पढ्ने सारा विद्यार्थी साथीहरू चाहिँ हामी अब त्यो विद्यालयमा नपढ्ने भनेर हामीले जुन आन्दोलनको रूपमा हामीले त्यो विद्यालय छोड्यौँ र दाइलाई त्यो 14 वर्षको उमेरमा यो प्रजातान्त्रिक कुराहरू दाइले त्यति वर्षमा बुझिसक्नु भएको अब हामीलाई के हुन्थ्यो भने त्यति बेला आन्दोलनकारी भइसक्नु भएको त्यो बेलामै हामी आन्दोलनकारीका रूपमा चाहिँ आफूलाई अगाडि बढाउने जुन अभियानमा सुरु गरिसकेका थियौँ थियो त्यसको बीजारोपण चाहिँ कहाँ भयो दाइ त्यसको बीजारोपण भनेको हामीलाई एउटा मान्छेले कुनै न कुनै घटनाबाट यो आन्दोलनमा सदिक हुने अवस्थाहरू सिर्जना हुन्छन् हामीलाई पढाउने असाध्यै राम्रो पढाउने विषयवस्तुमा कमान भएका शिक्षकहरू जो प्रति हामी लालय थियौँ ती शिक्षकहरूलाई निकालेपछि त कारण खोज्यो नि त कारण भनेको हस्ताक्षर अभियान हस्ताक्षर किन गरियो त प्रजातन्त्र स्थापनाको लागि कसले सुरु गर्यो नेपाली काङ्ग्रेसले सुरु गर्यो काङ्ग्रेसको कुरो थिएन प्रजातन्त्रको कुरो थियो नि त सारा नेपाली मानव नागरिकको लागि चाहिँ हक अधिकार स्थापना गर्न काङ्ग्रेस सुरु गरे अभियान त्यो त रोकिन नहुने रहेछ त्यसैले त्यस्तो राम्रो काम गर्ने हरेकको अधिकारको कुरा गर्ने काङ्ग्रेसले सुरु गरे हस्ताक्षर अभियानमा जनताहरूलाई सचेत गराउँदै हिँड्ने शिक्षक निकालेपछि त हामी स्वतः क्रान्तिकारी अथवा त्यो परिवर्तनको सम्भागको रूपमा हामी पनि अगाडि बढ्यौँ आन्दोलनकारी बन्यौँ अब हामी गाउँबाट परको स्कुलमा पढ्न गइसकेपछि केही समयपछि फेरि केही हप्तापछि हाम्रा शिक्षकहरू पुनर्बहाली गर्न बाध्य भयो त्यो बेलाको चाहिँ सञ्चालक समिति र हामी फेरि आफ्नो स्कुलमा फर्केर फेरि अध्ययन सुरु गऱ्यौँ र यसरी हामीले चाहिँ नेपाली काङ्ग्रेसको प्रजातन्त्र स्थापनाको अभियानमा सरिक भयौँ जब एसएलसी पास गऱ्यौँ हामी क्याम्पसको लागि काठमाडौँ आयौँ हामी आउँदाखेरि महेन्द्र भाइ भन्दा नि अझ कम उमेरका थियौँ हामी अझ सानो थियौँ गाउँबाट हिँडेर हामीले हाइवेसम्म आउनलाई चाहिँ 5-6 घन्टा हिँड्नु पर्थ्यो त्यो बाटो सहज थिएन नदीका किनारका बाटो हिँड्नु पर्थ्यो जङ्गलका बाटो हिँड्नु पर्थ्यो खेत आलीबाट हिलो बाटो पार गरेर आउनु पर्थ्यो त्यो सङ्कटपूर्ण अवस्थाबाट हामीले पार गरेर जुन सहरमा पढ्न आइसकेपछि हामीले क्याम्पसमा चाहिँ नि नेपाल विद्यार्थी सङ्घसँग सहकार्य गर्न पायौँ सम्बन्धित हुन पायौँ र हामी चाहिँ नि संस्थागत रूपमै अब नेपाल विद्यार्थी सङ्घमा जोडिएर नेपाली काङ्ग्रेसको प्रजातन्त्र स्थापनाको आन्दोलनमा हामी सरिक भयौँ म 46 सालको आन्दोलनमा कीर्तिपुरमा सरिक भएँ कीर्तिपुरको चाहिँ नि स्थानीय जनसमुदायलाई चाहिँ आन्दोलनमा सरिक गराउनका लागि समन्वय गर्ने एउटा समितिमा पनि बसेँ जुन समिति युनिभर्सिटी कीर्तिपुर विश्वविद्यालय त्रिचन्द्र हाम्रो चाहिँ त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर बिचको समन्वय गर्ने एउटा समिति थियो त्यो समितिमा पनि म सरिक भएँ म त्यो बेला भाजङ्गलको वैष्णवी माध्यमिक विद्यालयमा पढाउँथेँ शिक्षक पनि भइसकेका थिएँ अब म त्यो बेला लगभग 19 वर्षको उमेर भइसकेका थिएँ म 14 हजुर म शिक्षक भइसकेका थिएँ वैष्णवी माध्यमिक विद्यालयमा र त्यो बेलामा हामीले चाहिँ नि आन्दोलन गर्नुपर्छ भन्ने टोटल हामीमा चाहिँ तयारी हामी चाहिँ नि वैचारिक रूपमा तयारी भइसकेका थियौँ हामी कुनै किसिमको ढुलमुली नीतिमा थिएनौँ अब प्रजातन्त्र स्थापना हुनुपर्छ पञ्चायत ढल्नुपर्छ र पञ्चायतले जुन किसिमबाट नेपालीहरूलाई एउटा हक अधिकारबाट वञ्चित गरेका छ त्यो हक अधिकारबाट वञ्चित गरिएको नेपालीहरूलाई प्रजातन्त्रको चाहिँ एउटा पारिलो घाम एउटा हक अधिकार सम्पन्न प्रजातन्त्र स्थापना गर्नुपर्छ जुन नेपाली काङ्ग्रेस सुरु गरेका थियो त्यो अभियानमा हामी लाग्यौँ र 46 सालको जनआन्दोलनमा मैले कीर्तिपुरबाट सहभागी भएर काम गरेँ जुन बेला बालकृष्ण खाँड केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो तरुण नेभी सङ्घको हाम्रो कीर्तिपुरमा देवराज चालिसे त्यो बेला विद्यार्थी नेता हुनुहुन्थ्यो उहाँहरूसँगै रहेर काम गऱ्यौँ जो अहिले पार्टीको प्रवक्ता पनि हुनुहुन्छ देवराज चालिसे उहाँहरूलाई हाम्रो कीर्तिपुरको चाहिँ हरेक सभाहरूमा हामीले चाहिँ सम्बोधन गर्न लान्थ्यौँ प्रजातन्त्रको लागि आम मान्छेहरूको बिच प्रजातान्त्रिक आन्दोलनमा जागरुक गराउनका लागि हैन हामीले त्यसरी काम गऱ्यौँ र गर्दै गर्दै 2054 सालमा नेपाल तरुण दलको स्थापना भयो नेपाली काङ्ग्रेसको हाम्रो पुनर्स्थापना भयो नेपाली काङ्ग्रेसको चाहिँ बाँके नेपालगञ्ज महासमितिको बैठकबाट त्यो सुरु बैठकबाट चाहिँ नि बालकृष्ण खाँड हाम्रो चाहिँ नि पुनर्स्थापनाको पहिलो अध्यक्ष पनि हुनुभयो र हामी चाहिँ नि तरुण दलमा अब नेभी सङ्घबाट तरुण दलमा
काम गर्नलाई चाहिँ क्याडरको रूपमा आफू चाहिँ नि लागियो र त्यसबाट निरन्तर रूपमा तरुण दलमा काम गर्दै मुख्य सचिवका रूपमा काम गर्दै कार्य समितिहरूमा रहेर काम गर्दै यहाँसम्म आइपुगेका छौँ। जुन महेन्द्र भाइले भने जस्तो अहिले नयाँ पुस्ताका साथीहरूमा प्रजातन्त्रको विचारमा कन्साइन जुन छ कन्सियस हुनुहुन्छ, तर रोजगारीका हिसाबले आफ्ना क्षमताहरू चाहिँ युटिलाइज गर्नका लागि अवसरका हिसाबले उहाँहरूलाई चाहिँ त्यो अवसर कसरी प्राप्त हुन्छ, आफूलाई चाहिँ नि नयाँ यो जुन युग अनुसार अहिलेको जुन युग छ त्यो युग अनुसार कसरी हामीले चाहिँ नि आफ्नो जीवनलाई समुन्नत बनाउन सक्छौँ, सुखी बनाउन सक्छौँ, आफ्नो सबै सिप कला र शिक्षाको उच्चतम सदुपयोग कसरी हुन्छ, त्यो अवसरहरूको खोजीमा हुनुहुन्छ। त्यो स्वाभाविक पनि हो। अहिलेको चाहिँ नि मार्केटले मान्छेलाई बेरोजगार बस्नका लागि पनि दिएको छैन। रोजगार सम्पन्न हुनुपर्नेछ, पेसा व्यवसायबाट सम्पन्न हुनुपर्नेछ, आम्दानी दिनानुदिन बढाउनु पर्नेछ। त्यसो भएको हुनाले जुन महेन्द्र भाइले भने जस्तै अहिलेको नयाँ पुस्तालाई तरुण दलमा हामीले चाहिँ नि आकर्षित गरेर तरुण दलले नयाँ पुस्ताका एजेन्डाहरूलाई, उहाँहरूको मनोभावनाहरूलाई, उहाँहरूको चाहिँ कार्यक्रमहरूलाई, योजनाहरूलाई उहाँहरूले जुन टार्गेट जुन बनाउनु भएको छ, आफ्नो जीवनलाई जुन लक्ष्य बनाउनु भएको छ, त्यो लक्ष्य मिट गर्नका लागि नेपाल तरुण दलले एउटा योजनाबद्ध रूपमा त्यो उहाँहरूको चाहिँ पुस्ताको चाहिँ नि योजनाहरूलाई, टार्गेटहरूलाई हामीले चाहिँ अगाडि बढाएर त्यसलाई हाम्रो एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ। अब यसमा पुस्करको नि जस्तो दाइको त एउटा खाले कुरा आइहाल्यो होइन, तर मैले अहिले पनि महेन्द्रको चाहिँ जुन एस्पिरेसन छ नि उसको एस्पिरेसन अहिले पनि मिट भएको जस्तो दाइको कुराले नि म आफैलाई पनि मलाई लागेन। अब त्यो यो त फेरि मेरो नलाग्ने कुरा त मेरो भयो। तिम्रो के छ यार पुस्कर? यो चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि दाइ, जति बेला 29 वर्षको विश्वेश्वर प्रसाद कोइराला 29 वर्ष हुनुहुन्थ्यो, त्यति बेला नेपाली कङ्ग्रेस पार्टीको सर्वोच्च नेता हुनुभयो 2003 साल पश्चात। 33 वर्षको उमेरमा उहाँ आफै गृहमन्त्री बन्नुभएको थियो। यो देशमा गृह मन्त्रालयको संरचना नै विश्वेश्वर प्रसाद कोइरालाबाट सुरु भएको हुन्छ। पहिलो यो देशको पहिलो गृहमन्त्री नै विश्वेश्वर प्रसाद कोइराला हो। त्यो उमेर समूहको कुरा हो। डेमोक्रेटिक नेपालको पहिलो गृहमन्त्री होइन दाइ, हामी कहाँमा डेमोक्रेटिक र नन डेमोक्रेटिक भन्ने कुरा उसमै छैन दाइ। सो हाम्रो गृहमन्त्री भन्ने जुन चाहिँ पोस्ट क्रिएट भयो त्यो नै चाहिँ के भन्छ, त्यो नै 2007 सालमा पहिलोपटक विश्वेश्वर प्रसाद कोइराला 2007 सालमा बन्नुभयो। उहाँ चाहिँ 33 वर्षको उमेरमा हुनुहुन्थ्यो। त्यस पछाडि उहाँको त्यो 33 वर्षको उमेरमा यो देशलाई दिन खोजेको, यो देशमा लिएर जान खोजेको कुरालाई जसरी उहाँले त्यति बेला आजभन्दा लगभग चाहिँ 75 वर्ष पूर्व नेपाललाई उहाँले देखेको सपनासँग कता कता हाम्रो महेन्द्र भाइको र मभन्दा मेरो पनि पुस्ता अनि मभन्दा पछिल्लो पुस्ताले पनि त्यो कुराहरूलाई त्यति बेला त यत्रो धेरै कुराहरू भएको थियो। आजभन्दा 75 वर्ष अगाडि सम्भव हुने कुरा आज चाहिँ किन भइरहेको छैन भनेर सायद निरन्तर खबरदारी होला। म यो अहिलेको पुस्तासँग चाहिँ के कुरामा अग्री छु भनेदेखि उहाँहरूलाई धेरै कुराहरू थाहा छैन, तर उहाँहरू निरन्तर खबरदारी चाहिँ गरिराख्नु भएको छ। त्यो थाहा नभएको रिजन पनि के हो भन्नुहुन्छ भन्दा उहाँलाई हाम्रो सोसलले हाम्रो आजको पोलिटिकल इन्स्टिट्युसनहरूले आजको गभर्मेन्टको पोलिसीले चाहिँ यहाँको यो युथ नयाँ पुस्तालाई या अहिलेको पुस्तालाई नै कसरी मात्रै हेरिदियो हाम्रो सरकारले भन्नुहुन्छ भन्दाखेरि उनीहरूलाई एज अ भोटरको रूपमा प्रयोग गर्यो, पोलिटिकल पार्टीहरूले भोटरको रूपमा प्रयोग गर्यो। देशले पनि युवा स्वरोजगारका कुराहरू, युवा नीतिको कुराहरू चाहिँ गर्यो, तर त्यति बेला वरिपरिका आफ्नै मान्छेहरू, आफ्नै पोलिटिकल पार्टीसँग अफिलिएसन भएका अर्गनाइजेसनका कोही उहरू मान्छेहरूलाई चाहिँ त्यहाँ टुप्पो लिएर गयो। त्यो एउटा प्रतिस्पर्धात्मक पनि कुरा पनि थिएन, अनि लिएर गयो, बनायो। अनि उसले चाहिँ अहिलेको पुस्ता कुन बाटोमा हिँडिरहेको छ, हिजोको पुस्तालाई हामीले भरोसा गर्नुपर्ने, हिजोको हाम्रो देशको इतिहास, खास त नयाँ पुस्तालाई हाम्रो देशको ओरिजिनल इतिहास नै थाहा छैन क्या त। यो चाहिँ कसरी थाहा छैन भन्नुहुन्छ भन्दाखेरि उहाँहरू जम्मा अहिलेको पुस्ताले, नव पुस्ताले र मेरै पुस्ताले पनि जानेको कुरा के हो भन्नुहुन्छ भने प्रश्न चाहिँ गर्नुपर्छ है। हामी प्रश्नबाट चाहिँ भाग्नु हुँदैन, तर हामीले सिक्नुपर्छ भन्ने कुराहरू हामी नै भर्खर जान्दैछौँ भनेको एउटा हामी समाजमा हिजो अहिले पनि मेरो घर त सोलुखुम्बु नेचार सल्यान, अनि त्यहाँ अहिले पनि मलाई त्यहाँको नेचारमा सबभन्दा राम्रो पाउने के हो?
नेचामा धान खेती हुन्छ दाइ एकदमै राम्रो राम्रो धान पाउँछ एकदमै धेरै कस्तो धान? धान खेती हुन्छ दाइ हाम्रो अब सोलुखुम्बु भन्ने बित्तिकै हिमालमा आलु मात्रै फल्छ आलु? भन्दैन मैले त्यही हाम्रोमा भन्नु आलु पनि फल्छ दाइ हाम्रोमा चाहिँ असारमा धान रोपे पछाडि हाम्रो मङ्सिरमा धान फल्छ तर त्यसपछि अर्को चाहिँ हामी ऊ लगाउँछौँ मकै गहुँहरू लगाउँछौँ अनि फेरि त्यही धानै चाहिँ अर्को 1 वर्षमा 2 पटक धान नै चाहिँ हुँदैन 1 वर्षको 1 पटक धान फल्छ एकपल्ट मकै फल्छ आलु फल्छ के रोप्ने हो मलाई अहिलेसम्म ल्याइरहेको छैन त्यो त ल्याउँदा ल ल अनि यो चाहिँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भन्दाखेरि जब 2015 सालमा विश्वेश्वर प्रसाद कोइराला यो देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो त्यति बेला त्योभन्दा अगाडि चाहिँ हाम्रो नेपालीलाई कसैको पनि आफ्नो नाममा त्यति बेलाका राजा महाराजा अनि श्रुतिन भनेर चिनिएको त्योभन्दा अगाडि 2007 साल पूर्वको श्रुतिन यो राणाहरू उहाँहरूसँग चाहिँ अथाह सम्पत्ति हुने तर आम पब्लिकसँग जनतासँग कसैका नाममा पनि लाल पूर्जा थिएन दाइ 2015 सालमा विश्वेश्वर प्रसाद कोइरालाले भूमि ऐन लिएर आउनुभयो अनि त्यस पछाडि हरेक नेपालीलाई चाहिँ जग्गाको हक दिलाउनु भयो यो कुरा पनि नयाँ पुस्तालाई बुझाउनु पर्ने छ क्या दाइ अनि सरी म फेरि ट्याक्कै हाम्रो अघि भनिरहेको तिमीले 2-3वटा कुरा चाहिँ नयाँ पुस्तालाई थाहा छैन भनिरहेको छ नि त्यो थाहा छैनको रिजन इज इन्फर्मेसन डिसेमिनेसनमा चाहिँ नेपाली कङ्ग्रेस पार्टी आफै र गभर्मेन्ट पनि के भन्छ गभर्मेन्टको पनि ल्याकिङ हो त यसमा यसो दाइ हाम्रो प्रशिक्षण भन्छ होइन हजुर सो हाम्रो तरुण दलले पनि धेरै प्रशिक्षण दिएको छ होला दाइ पनि धेरै चाहिँ प्रशिक्षणहरूमा चाहिँ इन्भल्भ भइसक्नु भयो होला कङ्ग्रेस पार्टीले आफैले पनि चाहिँ के भन्छ धेरै प्रशिक्षणहरू दिन्छ त्यो प्रशिक्षणले नपुग्या हो कि त्यो प्रशिक्षणको मोडल के भन्छ नमिल्या हो कि त्यो नयाँ पुस्तासँग त्यति जोडिन नसक्या हो कि त्यो यसमा चाहिँ अलिकति के किनभने यो अघिदेखि त्यो धेरैचोटि आइसक्यो यो कुरा क्या यसमा चाहिँ नयाँ पुस्तालाई यो कुराहरू चाहिँ नेपाली कङ्ग्रेस पार्टी र गभर्मेन्टले नै दिन नसकेको दाइ किन नसकेको भन्नुहुन्छ इन्फर्मेसन डिसेमिनेसनमा चाहिँ त्यो ग्याप भयो ग्याप नै भएको दाइ यो चाहिँ कस्तो भयो भन्नुहुन्छ नेपाली कङ्ग्रेस पार्टीले के भनिराखेको छ भने आफ्ना कार्यकर्तालाई भनिराखेको छ क्या दाइ आम पब्लिकलाई नेपाली कङ्ग्रेस पार्टीले भनिराखेको छैन कि 2033 सालमा विश्वेश्वर प्रसाद कोइराला मेलमिलापको नीति लिएर आउनु भएको थियो भनेर भनिराखेको छैन क्या दाइ त्यो त अहिले पाइरहेको छ नि हाम्रो कति चाहिँ के भन्छ त्यो इन्टरनेटभरि चाहिँ त्यो रिलहरू चाहिँ आए गर्छ त्यो चाहिँ अहिले भर्खर हो दाइ जति बेला चाहिँ यो प्रश्नहरू भइसके पछाडि समाधानको पाटमा गइसके पछाडि सुरु भएको अहिले नेपाली कङ्ग्रेस पार्टी आजको दिनको नेपाली कङ्ग्रेस पार्टीको कुरा गर्नुहुन्छ भनेदेखि त दाइ नेपाली कङ्ग्रेस पार्टीले नीति पनि परिवर्तन गर्यो र नेतृत्व पनि परिवर्तन गर्यो नीति र नेतृत्व दुइटै परिवर्तन गरिसके पछाडि आजको दिनको नेपाली कङ्ग्रेस ग्लोबली संसारभरिकै सबैभन्दा चलायमान अर्गनाइजेसन हो दाइ नेपाली कङ्ग्रेस पार्टी चाहिँ संसारको सबैभन्दा प्रगतिशील पार्टी यत्रो ठुलो स्टेटमेन्ट अहिले भर्खर जुन दियो नि त्यो स्टेटमेन्ट चाहिँ केसको आधारमा थियो यसको रिसर्च छ कि कोहीले पब्लिस गरेको छ कि काहीँ पेपर पब्लिस यत्तिकै चाहिँ के भन्छ त्यो त्यस्तो भन्नु मिल्छ त्यहाँ हामी जतिको मान्छेले यो त पोलिटिकल कुरा हो दाइ यो राजनीतिक कुरा चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि चलायमान पार्टी भनेर कसरी चाहिँ कुन चाहिँ इन्डेक्समा चाहिँ त्यो छ त जस्तै म हजुरलाई भनिहालेँ त जस्तै इन्डियामा बिजेपी पनि चलायमान पार्टी छ नि त त्यो उनीहरू त आफूलाई क्लेम गर्छ संसारको सबभन्दा ठुलो डेमोक्रेसी भनेर इन्डियाले आफूलाई क्लेम गर्छ होइन डेमोक्रेसी छ कि छैन भन्ने त अब मैले सपोर्ट गरे होइन त्यो अस्तिको चाहिँ त्यो मुभमेन्टलाई यो डिस्क्लेमरका साथ त्यो कक्रोच जनता पार्टीवाला जुन चाहिँ जन्तर मन्तरमा भयो होइन त्यो डेमोक्रेसीमा त्यसरी चाहिँ के भन्छ संसारको सबभन्दा ठुलो डेमोक्रेसी भन्ने अनि त्यसपछि त्यहाँ युथहरूले गरेको प्रोटेस्टलाई त्यो धरपकड गर्ने त्यो कुरा चाहिँ ठिक थिएन क्या मेरो पर्सनल भ्यू नट एज अ प्रेसिडेन्ट अफ तरुण दल अब तरुण दलको प्रेसिडेन्ट त हो नि फेरि मेरो स्टेटमेन्टै जाला तर त्यो कुरा चाहिँ त्यो एज अ युथ पनि त्यो ठिक थिएन क्या होइन तर तिमीले अहिले भनिरहेको स्टेटमेन्ट त्यो त काहीँ न काहीँ अब म यसलाई एकदमै पोलिटिकली चाहिँ के भन्छ बोलिरहेछौ तर त्यो कुन चाहिँ इन्डेक्सले चाहिँ सबभन्दा चलायमान पार्टी भन्छ भन्ने त कहाँ छ त कसले भन्यो त्यो त इन्टरनेसनल अर्गनाइजेसन हामीले क्लेम गर्ने हो नि त दाइ यसमा कस्तो भन्नुहुन्छ भने अरूले हान्छ भने पनि नभनेर आफू चाहिँ हान्छ यसको बाटो भन्छु दाइ
यसको बाटो 2082 सालको माघ 1 गते नेपाली कङ्ग्रेस पार्टीले विशेष महाधिवेशन मार्फत नेपाली कङ्ग्रेस पार्टीले नयाँ नेतृत्व पाए दाइ, नयाँ नीति लिएर आयो नेपाली कङ्ग्रेस पार्टी। त्यही वर्षको 2082 सालको फागुन 21 गते इलेक्सन भयो दाइ। त्यस पछाडि त्यही वर्षको चैत 13 गते नयाँ सरकारको गठन प्रक्रिया भयो। यद्यपि नेपाली कङ्ग्रेस पार्टी दोस्रो ठुलो राजनीतिक दल बन्यो। त्यस पछाडि हामीसँग राज्य संरचनाको सबै कुरामा पुग्नुपर्ने कुरा र विशेष महाधिवेशनको एउटा टाइम फ्रेमको ड्युरेसन छ दाइ। त्यो ड्युरेसनमा चाहिँ फेरि नियमित महाधिवेशन गरिसक्नुपर्ने परिस्थिति भए पछाडि माघ 1 गते पछाडि विशेष महाधिवेशनबाट चाहिँ नयाँ नेतृत्व आइसके पछाडि नेपाली कङ्ग्रेस पार्टीले नयाँ नीति लिएर आइसके पछाडि उसको कार्य आजसम्म नेपाली कङ्ग्रेस पार्टीले के गरिरहेको छ भनेदेखि आफू नियमित महाधिवेशनको तर्फ नेपाली कङ्ग्रेस पार्टी गइरहेको छ। यस अर्थमा चाहिँ आजकै दिनमा हामी नेपाली कङ्ग्रेस पार्टीले यही वर्ष विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व पायो, सँगै तुरुन्तै 53 दिन पछाडि इलेक्सन भयो, देशको चुनाव भयो। त्यस पछाडि यो इलेक्सन हुनुमा अनि फेरि नेपाली कङ्ग्रेसको सबभन्दा ठुलो हात छ होइन। नेपाली कङ्ग्रेसले चाहिँ के भन्छ नगरे भए त्यति बेला अहिलेको प्रेसिडेन्ट गगन कुमार थापाले चाहिँ इनिसिएसन नलिदिनु भयो भए त्यो इलेक्सन पनि हुँदैन थियो होइन। त्यो त हो फेरि सत्य हो होइन। हामी कहाँ स्ट्यान्ड गर्छौँ, हामी चाहिँ हार्छौँ जित्छौँ भन्नेसँग मतलब भन्दा पनि डेमोक्रेसीलाई चाहिँ विश्वास गर्नुपर्छ, इलेक्सन हुनुपर्छ भन्ने नीति थियो हाम्रो प्रेसिडेन्टको होइन। त्यो त हो, तिमीले भने त्यो त कहीँ न कहीँ हो। यो कुराले गर्दाखेरि अहिले जस्तै हजुरले एकैछिन अगाडि इन्डियाको कुरा गर्नुभयो, इन्डियाको बिजेपीको कुरा गर्नुभयो। हामीसँगै हाम्रै देशमा भएको अन्य राजनीतिक दलहरूलाई हेर्नुहोस्, तपाईँ त्यस पछाडि हाम्रो साउथ एसियामा आज कुनै देशमा आज तुरुन्तै इलेक्सन भइरहेको छ छैन। कुनै देशमा आज तुरुन्तै यो पार्टीभित्रको अधिवेशन भइरहेको छ छैन। अनि अनस्टेबिलिटी पनि होला नि त्यो त। अनस्टेबिलिटी त यस्तो दाइ, हामी त यसलाई कसरी डिफाइन गर्दा पनि हुन्छ भन्नुहुन्छ भने हामी डिफाइन गर्दाखेरि यस्तो अनस्टेबल रहेछ यार, यो पार्टी पनि अनस्टेबल रहेछ यार पनि भन्न सक्ला दाइ। हाम्रो त ऐतिहासिक क्रान्ति हो दाइ। नेपाली कङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भनेको नेपाली कङ्ग्रेस पार्टीले 2012 सालमा पहिलोपटक विशेष महाधिवेशन गरेका थियो दाइ। त्यस पछाडि नेपाली कङ्ग्रेस पार्टीले ऐतिहासिक जिम्मेदारीलाई आत्मबोध गरेर अघि प्रश्नहरू समाजमा अनेक किसिमका प्रश्नहरू थिए। जेनजी विद्रोह भयो, जेनजी विद्रोह पश्चात देश शून्यतामा थियो। देश शून्यतामा हुँदै गर्दाखेरि कोही कसैले बोल्न नसकेको बेला आज गर्वका साथ हामीले भन्नुपर्छ हाम्रो पार्टी सभापति गगन कुमार थापाले यो बहुदलीय व्यवस्थालाई बचाएको यो देशमा बहुदलीय व्यवस्थालाई बचाउने मल्टिपार्टी डेमोक्रेसी बचाइदिएको र आजको नयाँ पुस्ताले बोल्न पाइरहेको कुरा चाहिँ त्यो त निरन्तर गगन कुमार थापाको प्रश्नका कारणबाट जन्मेको दाइ। त्यो त अग्री गर्छ। र कतै कसैले बजारमा काहीँ उसमा चिया पसलमा सोध्ने गर्छन् यो जेनजी मुभमेन्टसँग गगन कुमार थापाको रिलेसन छ कि छैन, यो आन्दोलनसँग रिलेसन छ कि छैन, त्यो पुस्तासँग गगन कुमार थापाको प्रतिनिधित्व छ कि छैन, उहाँसँग कुरा गर्नुहुन्छ कि हुँदैन नयाँ पुस्तासँग भनेर बजारमा कुरा हुन्छ दाइ। त्यो कुरा हुँदाखेरि निरन्तर 62-63 को जनआन्दोलन पश्चात संसदमा निरन्तर प्रतिपक्षको नेपाली कङ्ग्रेस पार्टीकै सत्ता हुँदाखेरि पनि निरन्तर प्रतिपक्षको भूमिका निर्वाह गरेको गगन कुमार थापाले। त्यसकारण आजको पुस्ता, आज जुन पुस्तालाई हामीले भनिरहेको जेनजी पुस्ताको कुरा गरिरहेछौँ, जसले विद्रोहको कुरा गर्यो त्यही 60-62 मा जन्मेको पुस्ता होइन। अनि दाइ पनि जेनजी भन्दाखेरि त ठ्याक्कै दाइ याद आएर कि दाइ अघि पनि ठ्याक्कै लेखेको दाइ 14 वर्ष हुँदाखेरि होइन, 14 वर्ष हुँदाखेरि दाइले चाहिँ के भन्छ यो डेमोक्रेसीको मुभमेन्टको सत्याग्रह जस्तो चाहिँ मुभमेन्टहरूमा चाहिँ दाइहरू भाग लिइसक्नु भएको, त्यति बेला दाइहरू जेनजी हुनुहुन्थ्यो। जति बेला उहाँको आन्दोलन भयो नि दाइ त्यति बेला त म जन्मेकै थिएन होइन। म जन्मेको चाहिँ पञ्चायतमै हो, तर पञ्चायतमै जन्मे चैतमै पञ्चायत सिद्धिहाल्यो। कस्तो थियो त्यो समय चाहिँ कस्तो थियो भने थोरै मात्रै मान्छेहरू स्कुल जान्थे त्यो समयमा जुन हाम्रो समयमा पनि। दाइको त्यो दाइको घर ठ्याक्कै कहाँ दाइ पनि फेरि बिर्स्यो। मेरो घर चाहिँ गोर्खा जिल्लाको नामजुङ गाविस त्यो बेला गाउँ पञ्चायत थियो। गाविसमा नि दाइ, त्यो गाविसमा चाहिँ कति त्यो स्कुलमा तपाईँ कति विद्यार्थी थियो दाइ? मैले पढेको सुरुको स्कुल बेलामा हामी राम भन्ज्याङ भन्ने प्रावि थियो, भर्खर खुलेको 32 सालमा खुलेको त
त्यो बेलामा हामी जुन विद्यार्थी पढ्न सुरु गर्दाखेरि 70-75 जना त जम्मा भएको हो हामी साना बच्चाहरू होला दाइ त्यहाँको जनसङ्ख्या लगभग चाहिँ नि 1500-1600 हाम्रो गाउँ पञ्चायतभरि 1500 गाउँ पञ्चायतभरि 1500 स्कुल आउने चाहिँ 70 जना 70 जना बच्चाहरू उपस्थित हुन्थे। त्यसपछि त्यहाँ चाहिँ केटी बच्चाहरू कतिजना थियो दाइ केटीहरू न्यून हुन्थ्यो हामी चाहिँ 8-10 जना केटीहरू हुन्थे 8-10 जना केटीहरू लगभग अरू चाहिँ केटाहरू बच्चाहरू हुन्थ्यौँ र हामी चाहिँ नि स्कुल बनिसकेका थिएन स्कुल बनाउने भनेर सुरु गरे र स्कुल बनाउने भन्ने ठाउँबाट ठुलो आँपाको रुख थियो त्यो आँपाको रुखमा चाहिँ एकजना वृद्ध शिक्षक हुनुहुन्थ्यो जो काठमाडौँबाट जानुभएको थियो आफन्त कहाँ बस्नलाई उहाँले नै हामीलाई पढाउन सुरु गर्नुभयो जसलाई हामीले दलबहादुर थापा भन्छौँ जुन हामीलाई सुरुमा चाहिँ नि पढाउनु भयो हामीलाई त उहाँले पढाउँदाखेरि आँपाको फेद वरिपरि रिङ्गे राख्ने हो अनि उहाँ आफै घुम्ने हो लौरो लिएर अनि हामीलाई चाहिँ उहाँले पढाउँदाखेरि 12 खरी पढाउनुहुन्थ्यो कदेखि ग्यासम्म ज्ञदेखि कसम्म हेर्नुहोस् बिहान घाँस काट्ने घरमा ल्याएर घाँस राख्ने अनि खाना खाएर दौडाउँदै स्कुल जाने हो हामी थके मार्ने भन्ने थिएन पढ्न जाँदा घरबाट स्कुलसम्म जाँदा घुम्दै जाने हो स्कुल पुगेपछि त सरले सोध्नुहुन्छ होमवर्क दिनुहुन्छ सोध्ने त्यो बाटा घुम्दै जाने हो घाँसको भारी अनि धुलोट भन्ने हुन्थ्यो सिलेट पनि हुन्थ्यो धुलोट भनेको सानो चाहिँ पिर्कामा धुलो माटोको चाहिँ धुलो बनाएर त्यहाँ हामी चाहिँ बाँसले लेख्थ्यौँ क ख त्यसरी हामीले क ख लेख्न सुरु गऱ्यौँ हामीले एउटा पिर्का हुन्थ्यो काठको पिर्का र काठको पिर्कामा चाहिँ नि माटोको धुलो बनाएर मसिनो धुलो बनाएर पिर्काभरि फिजाइन्थ्यो र त्यहाँ चाहिँ नि एउटा छेस्का बाँसको छेस्का काठको कुनै छेस्काले क ख ग घ ङ अब हामी त्यसै लेख्थ्यौँ अनि फेरि मेट्थ्यौँ फेरि लेख्न पाइयो त्यहाँ त ए अहिले यो के भन्छ यो नयाँ यो चक पनि थिएन के भन्छ भने त्यसलाई स्यान्ड पेन्टिङ भन्छ हैन त्यो चाहिँ खुब चलनमा आछ यसो त्यो त अहिले यो अलिकति आधुनिक जमानाको भयो यो त्यो चाहिँ हामी धुलो नै माटैको धुलोले नै गर्थ्यौँ त्यसरी हामीले सुरु गऱ्यौँ हाम्रो पुस्ताले त्यो पुस्तामा पढ्ने मान्छेले पनि प्रजातन्त्रको कुरो गर्थ्यौँ कि मानसिक स्वतन्त्रताको कुरा गर्थ्यौँ आजको यो सुविधा सम्पन्न युवा भाइ साथीहरूले जुन कुरा गर्नुहुन्छ उहाँहरूको युगको कुरा गर्नुहुन्छ त्यो युगबाट हामी आज यहाँ आइपुगेका छौँ हामीले सबै चिज देखेका छौँ परिवर्तन त चाहन्छ मान्छेलाई परिवर्तन त डे टु डे परिवर्तनकै कुरा हो तर हामी यसरी आएर पनि आज यो समयमा आएका छौँ हाम्रो नेपालमा नेपाली कङ्ग्रेसले सुरु गरेको प्रजातान्त्रिक आन्दोलनले आज नेपाललाई यहाँसम्म ल्यायो अरू कसैले पनि ल्याएन यसलाई स्वीकार्नुपर्छ हाम्रो महेन्द्र जस्ता भाइहरूले स्वीकार्नुपर्छ अब नपुगेका कुराहरू थप्ने कुराहरू यहाँभन्दा अगाडि बढ्ने उन्नति प्रगतिका कुराहरू नयाँ योजनाबाट अगाडि बढ्नुपर्छ त्यसको नेतृत्व हामी जस्ता नेपाल तरुण दल नेभी सङ्घ जस्ता साथीहरूले लिनुपर्छ यता सङ्गठन लिनुपर्छ नेपाली कङ्ग्रेसले यसलाई बुझ्नुपर्छ र भुइँबाट जमिनबाट अथवा त्यो युवाहरूको तहबाट हामीले चाहिँ नि तरुण दल जस्ता सङ्गठनले एजेन्डाहरू भोइसहरू कलेक्सन गरेर पार्टी कहाँ पुर्याउनुपर्छ र त्यो भोइसलाई हामीले योजनाका रूपमा हामीले चाहिँ नि अब नेपालको सुख र शान्तिका लागि एउटा योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्छ त्यसैले अहिलेका साथीहरू जेनजी पुस्ताका साथीहरूले हिजोको त्यो कुरा बुझ्दै यसरी परिवर्तन भएको रहेछ हामी जस्तै उमेरका साथीहरूले परिवर्तन गरे यहाँसम्म ल्याउनु भएको छ अब हामीले लानुपर्छ भनेर शान्तिपूर्ण तरिकाबाट त्यो एग्रेसिभ पाराले होइन एकदम शान्त भएर गम्भीर भएर अनुशासित ढङ्गबाट जलाउने र खरानी बनाउने काममा आफ्नो हात र आफ्ना व्यवहारहरू प्रयोग गर्नु भएन हामी त्यहाँ लाग्नु भएन हामी ध्वंसभन्दा शान्ति र निर्माणको बाटोबाट नेपालीहरूलाई सुख र समृद्धिको एउटा नयाँ युगमा प्रवेश गराउन त पर्छ तर हामी अहिले यहाँसम्म आइपुग्नु चाहिँ नेपाली काङ्ग्रेसकै कारण हो भनेर स्वीकार्नुपर्छ दाइ मैले एउटा कुरा जोडिहालेँ मैले केही दिन अगाडि सोसियल मिडियाको रिल्समा के देख्दै थिएँ भने सरदीय सभापतिज्यूले कतै के जलाउन मान्छे पठाउनु भयो भनेर टिकटकमा सुनेको थिएँ दाइ तर मैले त्यो टिकटकलाई चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भन्दै गर्दाखेरि चाहिँ सरदीय सभापतिज्यू चाहिँ जलाएर राजनीति गर्ने व्यक्ति होइन रहेछ भन्ने मैले आज बुझेँ किनभने अरूले जस्तो खरानीमा र युवाको लासलाई सिडी बनाएर राजनीति गरेर नेता बन्ने नेता होइन रहेछ भनेर चाहिँ पछिल्लो मधेस घटनालाई लिएर नि मैले प्रष्ट भएँ र मलाई लाग्छ यो कुरा हरेक युवा र हरेक जेन्जीले बुझ्नुपर्छ जस्तो लाग्यो
किनभने मधेस घटनाको क्रममा शरदीय सभापतिज्यूसँग राजनीति गर्ने धेरै ठाउँ थिए, तर उहाँले नेसन फर्स्ट, यो देशको युवा फर्स्ट, नेपाली हामी कहाँ रहँला नेपाललाई नरहे भनेर जुन हिसाबमा उहाँले एउटा परिपक्व त नेतृत्व र असल नेपालको नेताको रूपमा छविको रूपमा आफूलाई प्रष्ट गर्नुभएको छ। मलाई लाग्छ फागुन 21 को चुनाव अगाडि के युवा पुस्ताले यो कुरालाई थोरै बिर्सेकै हो जस्तो लाग्यो। त्यो बिर्सेको माध्यम चाहिँ मलाई के लाग्यो भने दाइ कन्ट्रोभर्सियल अहिले, तर होइन अहिलेको चाहिँ प्राइम मिनिस्टरले जे गरिरहनु भएको छ, नट एज अ तरुणको प्रेसिडेन्ट तर एज अ सिटिजन पनि धेरै सायद मान्छेले चाहिँ यसलाई अलिकति उहाँसँग धेरै एक्सपेक्टेसन राखेको थियो, तर उहाँले त्यसरी डेलिभरी पनि गर्नु भएको छैन नेसनलाई गर्नुपर्ने कुरा। अब त्यही हो। सगुनको त खै के आएन, सगुन के छ यार, मतलब भन न यार, तिम्रो आफ्नो अब यहाँ तिमी पनि एउटा चाहिँ पुस्तालाई रिप्रेजेन्ट गर्छ, एउटा ठाउँबाट रिप्रेजेन्ट गर्छ, सिन्धुपाल्चोक जिल्ला, त्यसको चाहिँ आफ्नै इतिहास छ सिन्धुपाल्चोकको, नट पोलिटिकली मात्र होइन, सोसियली होइन, इकोनोमिकली सिन्धुपाल्चोकको त जस्तो धेरै समस्याहरू थियो नि त पहिला त। हामी सगुनलाई अलिक कन्टेक्स्ट अझै सजिलो होस्, हामी सानो हुँदाखेरि अब हामीले सुन्ने सिन्धुपाल्चोकको विषयमा सुन्दाखेरि चाहिँ हामी सानो हुँदाखेरि मैला बेचबिखन भन्ने एकदमै धेरै सुनिन्थ्यो क्या। मेरो आमा त्यसमै काम गर्ने भएर पनि होला, तर अधिकांश त्यो एकदमै थियो क्या त्यो ट्रेन्ड। अनि त्यो किन भनेर मैले बुझ्दाखेरि चाहिँ त्यो मान्छे फाइनेन्सियली एकदमै त्यहाँ तल भएकोले त्यो एउटा कन्डिसन थियो मैले बुझेको चाहिँ। तर अहिले हेर्दाखेरि सिन्धुपाल्चोकमा सबभन्दा बेसी हाइड्रो पावरै सिन्धुपाल्चोकमा होला होइन। डेभलपमेन्टको आर्थिक हिसाबकै कुरा गर्दाखेरि राम्रै छ, के अरे हाइड्रो पावरले मात्र होइन, जस्तै नाका नै सिन्धुपाल्चोक भयो नि त अहिले, पछि भूकम्प पछि न त्यहाँको धेरै व्यक्ति चाहिँ त्यो लाइनको धेरै हामी जस्तो युवाहरू चाहिँ अशिक्षित हो कि, किनभने 8-9 क्लास पढ्ने, 9-10 क्लास पढ्ने, अनि भन्सारमा काम गर्ने होइन, आखिर पढेको केलाई भन्दा पैसाको लागि भने जस्तो भयो नि त, त्यो माइन्डसेट भयो होइन, त्यो माइन्डसेट हो। त्यति धेरै मान्छे त्यहाँ शिक्षित छैन कि, सबैजना चाहिँ अब 9-10 क्लास पढ्ने बेलामै बाइक साइक लिएर कमाउने हो नि त, त्यहाँ सजिलो हो मान्छेलाई पैसा कमाउन। त्यसैले सिन्धुपाल्चोक शिक्षाको नर्मली शिक्षाको हिसाबले पनि अलिक पछाडि भयो, तर त्यो ठाउँमा होइन, बेचबिखन हुने चाहिँ अधिकांश चाहिँ 2 नम्बर क्षेत्र नुवाकोटसँग जोडेको बालिका पहिला। तर हाम्रो तरुण दलको विषयमा चाहिँ हामीले तरुण दल भन्दै गर्दा के देख्यो भने हामी टोटली पार्टीको क्याडर मात्रै भयो क्या। हामी चाहिँ हाम्रो माओवादीको अब वाइसिएल फरक, युथ फोर्स के अरे एमालेको युथ फोर्स फरक भयो, उसले उसको पार्टीले उसलाई संरक्षण गर्ने भयो, माओवादीले वाइसिएललाई संरक्षण गर्ने भयो, कङ्ग्रेस हाम्रो मूल पार्टीले तरुण दल हामी जस्तो केटाहरूलाई संरक्षण गर्ने भयो। मान्छेले तरुण दल भन्ने बित्तिकै कसरी बुझ्यो भन्दा अहिलेको हिजो हाम्रो पुस्ताले चाहिँ डाङडुङ गर्ने होइन, अब तरुण दलमा लाग्यो भने कहीँ ठेक्का पाइन्छ कि, अथवा होइन कहीँ जागिर पाइन्छ, कहीँ केही भइन्छ कि भन्ने हिसाबले मात्रै लाग्यो। मान्छेलाई यो भाइले भने जस्तो, दाइले भने जस्तो यत्रो धेरै इतिहास बोकेको पार्टी हो यो तरुण दलको, यत्रो धेरै इतिहास छ, यो हो पार्टी, यसरी आएको तरुण दल भन्ने कुरा कसैलाई थाहा नै छैन कि। कारण किन भन्दाखेरि हिजो मूल पार्टी नेतृत्व थियो नि जुन, जहाँसम्म लाग्छ मलाई तरुण दललाई चाहिँ अघि भाइले भने जस्तो भोटर जम्मा गर्ने टाइपले मात्रै प्रयोगमा ल्याए कि जस्तो पनि लाग्छ कता कता। उहाँहरूले चाहिँ पब्लिकसँग युवासँग चाहिँ तरुण दललाई जोडेन कि। तरुण दल भन्ने बित्तिकै कङ्ग्रेसको युवा मात्रै भएन नि त, समग्र समाजलाई जोड्नु पर्थ्यो, समाज त्यो युवाको प्रतिनिधित्व गर्नु पर्थ्यो, एक्ज्याक्ट त्यो गर्नु पर्थ्यो। तर त्यो चाहिँ काहीँ पनि त्यो हुँदै भएन, देखिएन। अझ हिजो हाम्रै उसमा 64-65 हेर्न तरुण दलको युथ फोर्ससँग लडाइँ, वाइसिएलसँग लडाइँ होइन, हामी त पुरो लडाकुमा मात्रै गन्यो कि।
लडाकु बनाइदियो लडाकु बनाइदियो। अहिले पनि कतिपय नेताहरू भ्रममा छ नि थाहा छ के भन्छ, हामीलाई चाहिँ अब आज त्यहाँ कार्यक्रम चाहिँ तपाईँहरू चाहिँ भोलिन्टियर बसिदिनुहोस् भन्छ कि। त्यो अस्ति मैले पनि त्यो इन्सिडेन्ट सेयर गरेँ नि होइन एउटा। तर हामी भोलिन्टियरको लागि मात्रै होइन, उहाँहरूले यो कुरा चाहिँ अलिकति बुझेन। अनि हामी त एउटा नेतृत्व गर्छु भन्ने हिँडेको मान्छेलाई त त्यसरी प्रयोग गर्न खोज्छ अझै पनि होइन। अझ यो त विशेष महाधिवेशनपछि नीति नेतृत्व दुइटै परिवर्तन भयो होइन। यो हुँदै गर्दा त अझै काहीँ न काहीँ अझै पनि तरुण दल भनेको चाहिँ यही भोलिन्टियर गार्ड भन्ने जस्तो मान्छेले बुझाउनु खोज्छ भनेदेखि रियली हुनुपर्ने भनेको चाहिँ तरुण दललाई चाहिँ साँच्चीकै प्रशिक्षणको कमी हो कि। यो तरुण दल भनेको के हो, यसको अर्थ के हो, यसको काम के हो, यसले के गर्ने भन्ने कुरा एक। अर्को कुरा भनेको तरुण दल भनेको उमेर समूह हेर्नु न, जस्तै 25, 40, 45, 30, 35, 40 भन्नु सबै म्यारिड, बालबच्चा, आफ्नो सबै घर परिवार सबै सेट गर्ने कमाउनु पर्ने उमेर पनि यही हो नि त। यही त हो तरुण दल। तर तरुण दलले खोइ त कहाँनिर रोजगारको कुरा गर्यो, कहाँ गर्यो? आफ्नै यो एउटा टिम हुन्छ, सीमित एउटा कमिटी हुन्छ होइन, त्यही भित्र रुम लिएर बसेर गुट हुन्छ त्यति। सिन्डिकेट समाजको विषयमा समाजमा युवाको विषयमा त तरुण दलले कहाँनिर के प्लान बोकेर गएको छ भने अहिले त यस्तो हाम्रो त पार्टीको चाहिँ नीति तथा यो के भन्छ नीति तथा अनुसन्धान विभाग होइन प्रतिष्ठानले चाहिँ के भन्छ यो अहिले थाहा छँदैछ नि, अस्ति हामी पनि गफ गऱ्यौँ यो एन्टी ड्रग मुभमेन्टहरू चलाउने जो चाहिँ तरुण दलले लिड गर्ने भन्ने कुराहरू छ होइन। सोसल कुरा जो चाहिँ युथहरूसँग चाहिँ डाइरेक्टली इन्भल्भ भएको कुरामा त अहिले पार्टी चाहिँ त्यही हो। फेरि अब अहिले आएर एउटा टिमको जस्तो मात्रै के भन्छ एकदमै गफ गरे जस्तो हुन्छ। तर यो विशेष महाधिवेशनपछि गगन दाइको नेतृत्वको जुन चाहिँ हाम्रो लिडरसिप छ उहाँहरू डिफ्रेन्टली सोच्नुहुन्छ भन्ने मलाई त लागेको छ होइन। किनभने यस्तो यस्तो नयाँ नयाँ कुराहरूमा उहाँहरूले अप्रोच लिइरहनु भएको छ, गरिरहनु भएको छ होइन। र उहाँहरूको एकदमै गुणगान गा जस्तो हुन्छ। यसलाई त्यो फेरि पछि गफ गरौँला कि एकदम यो अझै युथको चाहिँ मुद्दा गफ गरौँ भनेको हामी एकदमै पोलिटिकल मुद्दाहरूमा चाहिँ धेरै छिर्यो जस्तो लागिरहेको छ होइन। के छ यार महेन्द्र? दाइ कुरो धेरै छ। युवा देशमा बेरोजगार छन्, युवाहरूलाई राज्यले भोट ब्याङ्कको रूपमा मात्र प्रयोग गरिरहेछ दाइ। यो मेरो चाहिँ मैले बोल्न खोजेको होइन, वास्तविकता नै यो देखिरहेको छु दाइ। किनभने दाइले हाम्रो कङ्ग्रेसको दादाहरूले कङ्ग्रेसको इतिहासको विषयमा हामीलाई भन्नुभयो, साथमा मलाई के पनि जानकारी गराउनु भयो भने हाम्रो सभापति विश्वेश्वर प्रसाद कोइरालाले 29 इयर्स एजमा पार्टी चलाएर पुरै देशै हाँक्नुभयो 33 वर्षको उमेर समूहमा। आजकै त्यो युवा आउनको लागि जुन बेलाको युवाको जोस जाँगर आउँछ नि त्यतिखेरसम्म नेवीसँगै 32 वर्षमा उमेर छ सर दाइ। अनि तरुण दलको त 45 पनि दाइ पनि भनिदियो मलाई। अनि त्यति हुँदै गर्दाखेरि युवा जोस जाँगरै हराइसक्छ जस्तो लाग्दैन तपाईँहरूलाई चाहिँ? मेरो यो प्रश्न किन पनि हो भन्दै गर्दाखेरि चाहिँ म अझै पनि तरुण दलको इतिहास जान्न चाहन्छु दाइ, अझै पनि कङ्ग्रेसको इतिहास जान्न चाहन्छु दाइ। र दाइ पनि जवाफ दिने ठाउँमा त हुनुहुन्न दाइ, तर पनि आजको दिनमा जागिर पाउनको लागि कतै केही ठाउँमा काम गर्नको लागि ठेक्कापट्टा पाउनको लागि पनि दाइ तरुण दलमै आबद्ध हुनुपर्ने हो दाइ हामीले, विथ ड्यु रेस्पेक्ट। र म किन यस्तो भन्दैछु भने दाइ म नुवाकोटबाट हो दाइ। नुवाकोटमा धेरै नेताहरू हुनुहुन्छ, पूर्व पश्चिम उत्तर दक्षिण फर्केको हाम्रो रुखमुनिका। तर धेरैजनाले के भन्नुभयो भने मैले रोड बनाएँ, मैले यति बिरामी हुँदाखेरि तिम्रो बिरामी हुँदाखेरि मैले हस्पिटलमा बिल मिलाइदिएँ भन्नुभयो। तर उहाँहरू पूर्व सांसद पनि हुनुहुन्छ, तर उहाँले के बोल्नु भएन भन्दै गर्दाखेरि चाहिँ म सांसदमा हुँदै गर्दा मैले यति युवा नीति यस्तो बनाएर देशमा युवा बेरोजगारी अब यति घट्दैछ भनेर कसैले बोल्नु भएन। युवाको सिलसिलामा नुवाकोट यस्तो जिल्ला हो जहाँ चाहिँ बुवाले छोरी बेच्थ्यो घरको आर्थिक व्यवस्थाको कारणले। कसैले पनि बोलेन कि अब मेरो देशको युवालाई म नेपालमै धान्न नसके पनि विश्वको कुना काँचमा गए पनि उनीहरूले सम्मानजनक अवसर पाउनेछ, कुर्सीमा बसेर काम गर्न पाउनेछ। नेपालको मेरै दुप्चेश्वर गाउँमा बसेर मेरै मेगाङको गाउँमा बसेर पनि उसले डलरमा कमाउन सक्छ। मैले यस्तो युवा नीति बनाएँ, मैले यस्तो युवा बनाउँदैछु भनेर कसैले बनाएन। त्यसैले मैले उहाँलाई भन्छु तपाईँहरू नेता हो तर युवा नेता होइन। यसप्रति म मेरो दाइहरूलाई चाहिँ के मात्र मेरो जिज्ञासा के मात्रै हो भने कङ्ग्रेसले इतिहास सुनाएर होइन जस्तो लाग्छ मलाई चाहिँ दाइ।
वर्तमान सुनेर भोट माग्नुपर्छ। हामी विश्वप्रसाद कोइरालालाई हामी पुज्छौँ, तर हामी आजको दिनमा कहाँ टेकिरहेछौँ भन्ने मेरो थोरै त्यो धरातलमा बसेर नै हामी भोट माग्नुपर्छ जस्तो लाग्छ दाइ। यसमा त दाइले अझै उसले के तपाईँहरू थाक्नु भएन भनेर सोधिरहेको थियो नि त दाइ अहिले भर्खर महेन्द्रले। अब यो हामीभन्दा सबभन्दा जेठो त बाटो तपाईँ हो दाइ। तपाईँ लगभग 25 वर्ष भएन दाइ यो तरुणको चाहिँ तरुणमा आबद्ध भएर काम गरेर तरुणको चाहिँ यो संस्थालाई तपाईँले गहिरो गरी हेरिरहनु भएको 25 वर्ष भएन दाइ? त्योभन्दा नि लगभग बढी भयो। र मलाई कार्यको चाहिँ मुख्य सचिव भएरै काम गरिरहनु भएको कति भयो दाइ? 24 वर्ष पुग्यो। 24 वर्ष पुग्यो। भदौ 24 गते त 24 वर्ष पुगेर 25 वर्ष लाग्छ। 24 गते यो आउँदो भदौ 24 गते। म 22 वर्ष लागेर कम्प्लिट भएर 23 लाग्दैछु। नजन्मिँदाखेरि उहाँ त कार्यालय सचिव हजुर यहाँ तरुणको चाहिँ गरिसक्नु भएको रहेछ। दाइ थाक्नु भएन उसले भन्ने दाइ थाक्नु भएन तपाईँ थाक्नु भएको छैन। यो प्रजातान्त्रिक आन्दोलनमै छौँ त दाइ हामी। हजुर हजुर। अब एउटा क्याडर त जहिले पनि आन्दोलनमै हुन्छ जस्तो लाग्छ दाइ मलाई होइन। पोलिटिकल क्याडर त जहिले पनि आन्दोलनमै एभ्री डे नै आन्दोलनमा हो क्या दाइ। तपाईँ थाक्नु भयो कि भएन दाइ? अब मुख्यतया जो मान्छे विचारबाट निर्देशित हुन्छ र सिद्धान्तबाट निर्देशित हुन्छ त्यो मान्छे अथक योद्धा हो, थाक्दैन। त्यो निरन्तर क्रान्ति र सङ्घर्षकै बाटोमा आफ्नो जीवनको सबै समय दिइराखेको हुन्छ, त्यो अथक योद्धा हो। अब नेपाल तरुण दलको सन्दर्भमा भन्नुपर्दा नेपालको 7 सालको क्रान्तिका सबै योद्धाहरू तरुण थिए, युवा वयस्कहरू थिए। सबैको काँधमा बन्दुक बोक्नेहरू, सबै बन्दुक बोक्ने युवाहरू वयस्क थिए। त्यसको नेतृत्व बिपी कोइरालाले इनिसिएसन उहाँले लिनुभयो, तरुण दललाई इस्टाब्लिस गर्नलाई उहाँले इनिसिएसन लिनुभयो। हजुर। अब 2007 सालको क्रान्ति नेपालीहरूलाई राणा शासनको चङ्गुलबाट, राणा शासनको दमनबाट मुक्त गराएर प्रजातान्त्रिक वातावरण र प्रजातान्त्रिक पद्धतिमा नेपाललाई ल्याउनु थियो। ल नेपालीहरूलाई प्रजातान्त्रिक पद्धतिबाट नेपालीहरूको वर्षौँदेखिको सुखी र समृद्ध स्वतन्त्र हुने चाहना पुरा गर्नु थियो 7 सालको क्रान्तिले। त्यो 7 सालको क्रान्ति हाम्रो महेन्द्र भाइ भन्दा पनि कम उमेरका मान्छेले बन्दुक बोकेर ल्याएको र अब पनि त्यो 7 सालको क्रान्तिले स्थापना गरेको प्रजातन्त्रको मर्म, प्रजातान्त्रिक सिस्टम त्यो जोगाउनका लागि हामी जस्ता योद्धाहरू बिना स्वार्थ त प्रजातान्त्रिक पद्धति नै भयो नि। हाम्रो मूल लक्ष्य त प्रजातान्त्रिक पद्धतिको संरक्षणमै हो। हाम्रो स्वार्थ त त्यही प्रजातन्त्रको चाहिँ नि मूल भावना, प्रजातान्त्रिक सिस्टमको संरक्षण गर्नु नै स्वार्थ हो। मान्छेले अहिले स्वार्थ केलाई सोचे भन्दा पैसा कमाउनु स्वार्थ हो, जागिर खानु स्वार्थ हो, आर्थिक उन्नति गर्नु स्वार्थ हो, अथवा लाभका ठाउँमा पुग्नु नै स्वार्थ हो। खोइ त पुगेको नपुग्ने मान्छे नि प्रजातान्त्रिक आन्दोलन लागिरहन्छन् त भन्छन्। हामी जस्ता योद्धाहरू, हजारौँ युवा तरुणहरू अहिले योद्धाकै रूपमा काम गरिराखेका छन्। तरुण दल एउटा योद्धा हो, प्रजातान्त्रिक पद्धतिको संरक्षण गर्ने र प्रजातान्त्रिक पद्धतिले निर्देशित गरेको मानव अधिकारहरू छन्। त्यो मानव अधिकारको बारेमा हरेक मानवलाई सुसूचित गरेर यो अभियानमा सचेत रहनका लागि, जागरुक गर्नका लागि तरुण दलले काम गर्नु पर्यो। उहाँले भने जस्तै अहिलेका युवा पुस्ताहरू, अहिले हरेक मान्छेहरूको मुखमा प्रत्येकले बोल्दाखेरि जेनजी समूह भन्छन्। भर्खरका 17-18 वर्षका युवाहरूदेखि लिएर 28-30 वर्षका जुन साथीहरू हुनुहुन्छ, उहाँहरूको उमेर समूहका मान्छेले जुन चिजमा आकर्षित हुनुभएको छ, उहाँहरू वास्तवमा अहिलेको बजारले मान्छेलाई खेदेको छ कहाँ गएर काम गर्ने, कहाँ गएर आफ्नो चाहिँ सिप र कलाको सदुपयोग गर्ने। आज नेपालको एउटा कुनामा जन्मेको मान्छेले एसएलसी पास गरेपछि, 12 पास गरेपछि संसारको कुन कुनामा पुग्ने रोजगारीका लागि, त्यो चाहिँ त्रास छ नि त। त्यो त्रासबाट सधैँ जगडिरहेको, त्यो त्रासमा बसिरहेको युवाले त महेन्द्र भाइहरूले गरे जस्तो प्रश्न गर्छ नि त। आफ्नो आमा बाउको काखबाट, आफ्नो परिवारको नाता कुटुम्बको काखबाट, साथीभाइको माहौलबाट ऊ एक्लिएर कहाँ पुग्नु परेको छ। त्यो त भोलि बिहान उज्यालो हुँदा दौडाउनु पर्छ। त्यो मान्छेले उहाँले जस्तो विचार, उहाँले जस्तो प्रश्न राख्नु स्वाभाविक हो। त्यो प्रश्नको समाधानतर्फ हामी
राष्ट्रवादी सोचमा जुन लिप्त छौँ, राष्ट्रवादी सोचबाट निर्देशित छौँ, बिपीको विचारबाट उहाँहरूलाई देशभित्रै रोजगारी सिर्जनाका लागि कृषिमा काम गर्ने हो कि, हाइड्रोमा काम गर्ने हो कि, पर्यटनमा काम गर्ने हो कि, स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा कहाँ काम गर्ने, उहाँहरूलाई उद्यमशील बनाएर एउटा रोजगारी सिर्जनाको बाटोमा अग्रसर गराउनुपर्छ। अनि उहाँहरूको प्रश्न बन्द हुन्छ, नयाँ प्रश्न आउँछ, त्यसपछि नयाँ विषय प्रवेश हुन्छ। त्यसो भएको हुनाले 2007 सालको क्रान्तिले दिएको प्रजातान्त्रिक हक अधिकारको जुन उपलब्धि छ, त्यो उपलब्धिलाई आज महेन्द्र भाइहरू जस्ता पुस्ताले लाभ लिने गरी प्रयोग गर्नु पर्यो। 2007 सालमा 14 वर्ष हुँदाखेरि पुष्कर सगुन आफ्नो के कुरा छ यसमा भनेर राखन, अनि फेरि अगाडि बढाउला। यस्तो रहेछ दाइ, हाम्रो समाजको स्ट्रक्चरले चाहिँ के कुरालाई मान्यो भन्नुहुन्छ भन्दाखेरि, पहिला मेरो गाउँ सोलुखुम्बु दाइ, गाउँमा हाम्रो लागि विकास निर्माण भनेको हाम्रो गाउँमा बाटो पुगोस्, बिजुली पुगोस् भन्ने थियो विकास निर्माणको कुरामा दाइ। बाटो नै थिएन भन्दा हामी 3 दिन हिँडेर उदयपुरको कटारी आइसके पछाडि कटारीबाट गाडी चढेर काठमाडौँ आउनुपर्छ। तिम्रै बेला नि म आफै एक टाइम आएको छु दाइ, पहिलोपटक आउँदाखेरि। पहिलोपटक भने कहिले? म 2062 मा दाइ, 62 कटारीबाट गाडी 62 साल। हजुर दाइ, 62 सालमा गाडी चढेर काठमाडौँ आएको। 3 दिन हिँडेपछि गणतन्त्र नेपालको आन्दोलन भइरहेको बेला सुरुवाती थियो, सुरुवाती 62 आन्दोलन गर्न आउनुभएको थियो है? आन्दोलन गर्नु थिएन। अनि हाम्रो लागि चाहिँ बाटो प्रमुख प्राथमिकतामा थियो दाइ। आन्दोलनको लागि आयो त होइन नि? होइन दाइ। यहाँ महेन्द्रले भने अनि प्रमुख प्राथमिकता मेरो गाउँका लागि बाटो थियो, हाम्रो बेल्टकै लागि बाटो थियो। बाटो पुग्यो दाइ, बाटो पुगिसके पछाडि जति बेला बाटो पुग्यो मान्छेको घरको ढोकाहरू पनि खुल्ला भए। त्यो खुल्ला भइसके पछाडि मान्छेहरूलाई के हुँदो रहेछ भनेदेखि अब चाहिँ बाटो पुगे पछाडि त्यहाँबाट बसाइ सरेर आउनका लागि सजिलो हुँदो रहेछ। अहिले हामीले हेरिराखेको कुरा चाहिँ, हामीले समग्र कुरा गर्दाखेरि, आज युवाको कुरा गर्दाखेरि हामी सहर केन्द्रित कुरा मात्रै गरिरहेका छौँ दाइ। हामी त्यो दूरदराज गाउँको कुरा गरिरहेकै छैन। हामीसँग 77वटा जिल्ला छ। 77वटा जिल्लामा कुन जिल्ला उच्च हिमाली जिल्ला हो, कुन जिल्लामा चाहिँ अहिले पनि के अरे पूर्वाधारका रूपमा चाहिँ सडक सञ्जालसँग अझै पनि जिल्लाहरू जोडिसकेका छैनन्। जिल्लाको सदरमुकाम जोडिएको छ, तर आजै भइरहेको पुनर्संरचना भइसके पछाडि आज पनि समस्या जिउँका त्यौँ छ कि पालिकाको केन्द्र र सदरमुकाम जोड्ने बाटो नै अहिलेसम्म भइरहेको छ, बनिसकेको छैन दाइ। तर बाटो त बनिसक्यो। बाटो बनिसके पछाडि स्वाभाविक रूपमा मानवीय इच्छा चाहनाहरू बढेरै जाने नियमै रहेछ, प्राकृतिक नियम रहेछ। बढिसके पछाडि युवाहरूको चाहना पनि, हिजो म सोलुखुम्बुमै आजको दिनसम्म पनि म सोलुखुम्बुमै थिएँ भने मेरो चाहना त्यही सोलुखुम्बुमा म बिहान घाँस दाउरा गर्थेँ, सायद पढाउँथेँ होला, स्कुल कलेज पढाउँथेँ। अनि त्यस पछाडि मेरो साधारण जिन्दगी, आम नागरिकको साधारण जिन्दगी बाँचिरहेको हुन्थ्यो। यो चेतनाले चाहिँ कहाँनिर पुऱ्यायो भने मैले प्रश्न गर्न सिकाएँ मलाई। यो चेतनाले प्रश्न गर्न सिकाइसके पछाडि आज म मेरो पुस्ताको न्यायको कुरा गरिरहेको छु। प्रश्न त पुष्करले फेरि मसँग धेरै गरे हो नि। मेरो होइन, मसँग पनि धेरै डिसएग्रिमेन्ट राखेर मलाई प्रश्न गर्ने मान्छेमा पुष्कर पनि पर्छ एक टाइममा। हो दाइ। हो। अनि यो चाहिँ मेरो पुस्ताले चाहिँ न्याय पाए पछाडि यो समाजले न्याय पाउँछ भन्ने कुरा मेरो पुस्ताका लागि म मान्दछु। र त्यसका लागि नेपाली कङ्ग्रेस पार्टीले फेरि यो प्रश्न गर्नेहरूको कुरामा यो प्रश्नलाई चाहिँ कसले मलजल गर्यो भन्दा 2007 सालदेखि प्रजातन्त्र प्राप्तिको त्यो लडाइँ समितिमा, बहुदलीय व्यवस्थाको लडाइँ समितिमा प्रश्न गर्ने उसको सिलसिलाको विकास विश्वेश्वर प्रसाद कोइरालाले नै गरेको। मल्टिपार्टी डेमोक्रेसी आइसके पछाडि देश नै चरम अप्ठ्यारोमा पर्यो। तर यो बिचमा केही नभएको भन्ने पटक्कै होइन दाइ। यो बिचमा हिजो एउटा जिल्लामा एउटा हस्पिटल पनि थिएन, अहिले 753 30 वर्षमा के गरिस् भन्ने न्यारेटिभ, केही गरिनस् भन्ने न्यारेटिभ त गलत हो दाइ। यो दाइ त्यति बेला 2046 सालको आन्दोलन पछाडि त्यति बेला समिनमा त 250 मेगावाट मात्रै बिजुली थियो दाइ। आज 3200 मेगावाटभन्दा बढी बिजुली हामीसँग छ। हामी बिजुलीमा आत्मनिर्भर छौँ। तर हामी आत्मनिर्भर हुँदै गर्दाखेरि हामी बेची पनि राखेका छौँ। हामीसँग हिजो 14 अञ्चलमा 14वटा हस्पिटल,
अनि त्यस पछाडि जिल्ला हस्पिटल भनेर प्राथमिक स्वास्थ्य केन्द्रको कुरा चाहिँ यो बहुदलीय व्यवस्था पछाडि सुरु भयो। तर आज 753वटा स्थानीय तहमा हस्पिटल छ, 5 बेडदेखि 15 बेडसम्मको हस्पिटल छ, जनताले सेवा सुविधाका रूपमा उपयोग गरि नै राखेका छन्। तर यो हुँदै गर्दाखेरि आज समाजले चाहिँ किन प्रश्न सत्तालाई या हामी पार्टीलाई किन प्रश्न गरिरहेको छ, जनताले पार्टीलाई किन प्रश्न गरिरहेको छ? मैले पार्टीलाई चाहिँ म अहिले 36-37 वर्षको भएँ विथ 19-20 इयर्स एक्सपिरियन्स पार्टीमा अनि मेरो चाहिँ के भन्छ स्टुडेन्ट पोलिटिक्सदेखि चिन्ने हो नि त होइन? हजुर मलाई थाहा छ तिम्रो चाहिँ स्टुडेन्ट पोलिटिक्सदेखिको चाहिँ कुरा थाहा छ नि। अनि त्यो भइसके पछाडि हाम्रो पुस्तालाई पनि न्याय गर्ने गरी पार्टीले चाहिँ नीति बनाउनु पर्यो। पार्टीको नीति तहमा चाहिँ चुकेको सत्य हो दाइ। फेरि पार्टीको नीति तहमा नीति बनाउने कुरामा पार्टी चुक्दै गर्दाखेरि देश नै चुक्यो भनेको यसको अन्तर्य के रहेछ भन्नुहुन्छ भन्दाखेरि नेपाली कांग्रेस पार्टी कमजोर भए पछाडि यो देशको विकास निर्माण ल्याएर छ दाइ, यो देशको समृद्धि ल्याएर छ, यहाँको शिक्षा ल्याएर छ, स्वास्थ्य ल्याएर छ, युवाका तमाम प्रश्नहरू ल्याएर छन्। त्यसकारण नेपाली कांग्रेस पार्टीलाई मजबुत बनाउने नाममा नेपाली कांग्रेस पार्टीले युवा मैत्री नै कार्यक्रम लिएर अगाडि आउनुपर्छ। नेपाली कांग्रेस पार्टीले जम्मा युवाहरूलाई चाहिँ एज अ बडीगार्ड, एज अ भोलिन्टियर, एज अ उसका रूपमा मात्रै डिफाइन नगरेर यही पुस्ता हो भोलि नेपाली कांग्रेसको भविष्य भनेको तपाईँ हाम्रै पुस्ता हो। तपाईँले नि भोलि नेपाली कांग्रेस पार्टीलाई लिड गर्नुहुन्छ, नेपाली कांग्रेस पार्टीको सभापति बन्नुहुन्छ, अहिले तरुण दलको सभापति हुनुहुन्छ। तपाईँसँग त्यो सपना छ, त्यो अचिभ गर्ने कुराहरूमा तपाईँ अग्रसर पनि हुनुहुन्छ, तपाईँ पनि बन्नुहुन्छ। तर हाम्रो पुस्ता भोलि तपाईँसँगै हाम्रो पुस्ता रहँदाखेरि भोलि डिफाइन के गर्नुहुन्छ? हाम्रो पुस्तालाई तपाईँले डिफाइन के गर्नुहुन्छ र महेन्द्र भाइको पुस्तालाई हजुरले डिफाइन के गर्नुहुन्छ? आज प्रश्न उसले सोधिरहेको नि प्रश्न त्यही त हो भने यही हो, यही वरिपरि घुमिरहेको प्रश्न। यसको मतलब के हो भन्नुहुन्छ भने यो प्रश्नहरू गर्न सक्ने युवाहरू फेरि नेपाली कांग्रेस पार्टीले नै बनाएको। हिजो जम्मी त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय भनेर हामीसँग 2टा विश्वविद्यालयहरू मात्रै थिए। त्यसमा आङ्गिक कलेजहरू 62वटा आङ्गिक कलेजहरू, त्यति बेला त 16वटा ठाउँमा मात्रै कलेजहरू थिए। पछाडि आज 12वटा त यो देशमा युनिभर्सिटीहरू छन्। 12वटा युनिभर्सिटीमा यो चाहिँ नेपालभित्रको मात्र युनिभर्सिटी भयो। विदेशी एफिलिएसनसँगको युनिभर्सिटीको कुरा गर्ने हो भने त हामीसँग प्रशस्त 19-20वटा छ। 19-20वटा युनिभर्सिटीले यहाँ हाम्रो देशमै युवाहरूलाई शिक्षित बनाइराखेको छ। यो शिक्षासँगै हामीसँग के कुरा छ? हाम्रो नव पुस्ताले हामीभन्दा अर्को पुस्ताले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो पढ्न त पढ्यो, रोजगारी छैन, जाने त ग्लोबल मार्केटमा गइराखेको छ, कम्पिटिसन ग्लोबल मार्केटमा कम्पिटिसन छ। हाम्रै देशमा 2टा शिक्षा नीति छ दाइ। हाम्रो देशको 2टा शिक्षा नीतिको प्रब्लम्स त अब तिमीले भने जस्तो प्रब्लम्स त कति छ क्या, एड्रेस गर्न पर्ने प्रब्लम्सहरू त कति छ हैन? कांग्रेस पार्टीले चाहिँ के बोल्दिन पर्यो भनेदेखि कांग्रेस पार्टी यो 2टा शिक्षा नीति चाहिँ एउटै शिक्षा नीतिमा गाब्नु पर्यो दाइ। यो 2टा शिक्षा नीति भनेको के हो भनेदेखि त्यो एउटा शिक्षा विधेयकको विषयमा म ठ्याक्कै तिमीलाई रिमाइन्ड गरिदिइहालेँ। शिक्षा विधेयक अहिले जुन छ नि हाम्रो आज, त्यसको विषयमा चाहिँ हाम्रो अहिलेको पार्टी सभापति त्यतिबेला चाहिँ मान्य र केन्द्रीय सदस्य मात्रै हुनुहुन्थ्यो होला, होइन माननीय हुनुहुन्थ्यो, केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। हजुर, पार्टी केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो, माननीय पनि हुनुहुन्थ्यो। सबभन्दा बेसी लडेको त हो सदस्य सभापति नै होइन, अहिलेको सभापति त्यतिबेलाको चाहिँ मान्य र केन्द्रीय सदस्य यो शिक्षा विधेयक र यो नीतिमा त सबभन्दा बेसी काम गर्नुभएको पनि उहाँले चाहिँ धेरै हो। यो डाक्टर हाम्रो के अरे गोविन्द केसी उहाँको अनसन पछिको कुरा होला यो होइन? सम्भवतः यस्तो डाक्टर गोविन्द केसीको कुरा यस्तो मात्रै छ डिटेल होइन, त्यो उहाँले के चेन्जेस ठ्याक्कै गर्नुभयो भने त्यो चाहिँ फेरि हेरेर पछि गफ गर्नु। तर आई नो उहाँले धेरै यो कुरामा चाहिँ उहाँले नै काम गर्नुभएको छ र उहाँले चेन्जेसको विषयमा यो अहिले शिक्षा नीतिको विषयमा चेन्जको विषयमा उहाँले काम। अब यो लामो कुरा छोडिदिए तेरो धेरै लामो कुरा भयो, टेन्सन भयो। सगुन के छ यार, के छ त महेन्द्र कुरामा? भाइले भनेको कुरा एकदम अहिलेको परिस्थिति अनुसार रियल कुरा चाहिँ भाइले भनेको कुरा हो क्या। हिजो के भयो, कसले के भयो, त्यो त सकिएर गयो नि त। जसले पनि कुरा गर्ने, गिरिजा प्रसादले कुरा गर्ने, बिबीको कुरा गर्दा नि
अलि शेरबहादुर दाइले कुरा गर्ने बिपीको कुरा गर्ने सुशील कोइरालाले जो आए पनि जस्तै हिजो गगन दाइले भन्नुभयो बिपी तपाईँ उहाँको त बुवा हो, शशाङ्क दाइको त बुवा हो, तर हाम्रो त भगवान् हो। न मैले उहाँलाई छोएँ, न स्पर्श गरेँ, न के न देखेँ होइन, सुनेको त हो। सुनेको भन्ने चिज त भगवान् न हो। बरु उहाँहरू चाहिँ सबै हाम्रो भगवानै हो। हिजो जे गर्नुभयो आज यो बोल्ने यो सबै कुरा गराएकै उहाँहरूले त हो नि, भगवान् सरै हो नि त होइन। तर एउटा कुरा के चाहिँ हो भने मैले बुझेको, मैले अनुभव गरेको कुरा कि जस्तै यो हाम्रो पार्टीमा यो भएन त्यो भएन यो चेन्ज हुनु पर्थ्यो भन्ने हामी सबैलाई लाग्छ नि त होइन। रियल कुरा चाहिँ के हो भने पार्टीमा साँच्चीकै चेन्ज नभएको, अब एउटा गुटले एउटा टिमले के अब 82 वर्षको शेरबहादुर आउँदै हुनुहुन्छ अहिले भन्छ कत्रो के नै भएको छ नि त होइन। 82 वर्ष नर्मल्ली सोच्ने हो भने र 82 वर्षको बुढोले के गर्न सक्छ हामीले त्यो भन्यो भने फेरि कस्तो उत्तर आउँदो रहेछ भने सी जिङपिङ, यहाँ इन्डियाको प्राइम मिनिस्टर मोदी, उहाँ ट्रम्प, उहाँ रसिया, यिनीहरूको कुरा चाहिँ त्यो त्यत्रो देश त त्यत्रो बुढो मान्छेले त्यो एज फ्याक्टरले चलाइरहेछ भने नेपाल किन सम्भव छैन भन्ने टाइपको कुरा गर्ने हो। भनेपछि यो तरुणको त कुरै रहेन भने पार्टीभित्र तरुणहरूको चाहिँ खासै गरी बहसै गर्दैन होइन। उहाँले भने जस्तो यिनीहरू चाहिँ यो भोलिन्टियरको लागि ठिक छ, बडीगार्ड हाम्रो हेर विशेष गर्दा पनि तरुण दल काम के भन्दा भोलिन्टियर, काहीँ कार्यक्रम हुन्छ तरुण दल काम के भन्दा भोलिन्टियर, अरू त के पनि छैन नि त। त्यो यो कुराहरूमा चाहिँ साँच्चीकै तरुण दलको चाहिँ के त अब तरुण दलले समाजसँग जोडेर, तरुणसँग जोडेर, युवासँग जोडेर चाहिँ गर्ने कार्यक्रम चाहिँ के भन्ने कुरा चाहिँ तरुण दलले नै तोकिनु बनाउनु पऱ्यो के। अनि त्यो कुरा लगेर पार्टीलाई राख्नु पऱ्यो। हामीले यो गर्दैछौँ है भन्दा राम्रो कुरा गर्ने कुरामा पार्टीले चाहिँ किन नाइ भन्ने भन्दैन नि त। तर हामी जहिले पनि कुरा गर्छौँ यति सालमा यो भयो, उति सालमा यो भयो, यसले यो गऱ्यो त्यो गऱ्यो भने अब त्यो त सकियो कुराहरू हो नि त। हुन्छ अब हामीले हिजो हामी कुन विधानमा छौँ भन्दाखेरि 56 सालकै विधानमा त होला, बालकृष्ण खाँड दाइ चाहिँ तरुण दलको सभा अध्यक्ष भएपछिकै विधान त हो यो होइन त। कतिवटा तरुण दलको अध्यक्ष चेन्ज भयो कि, तर तरुण दलमा चाहिँ के चेन्ज भयो त? न अधिवेशन गर्न सक्यो होइन, के पनि चेन्ज भएन नि त। जो अध्यक्ष भयो उहाँ मान्य बन्नुभयो, कोही मन्त्री बन्नुभयो होला, यति त हो, यति नै हो त। समग्र देशभरिको तरुण दलमा, युवाहरूमा, समाजमा चाहिँ के परिवर्तन गर्यो तरुण दलले? के पनि गरेन कि। तर यो अब हाम्रो पालोमा जो अब जस्तो मनिष कोइरालाको अध्यक्ष भएको बेलामा चाहिँ केही चेन्ज गर्ने हो भने चाहिँ तपाईँ हामी नै बसेर यसरी छलफल गरेर अब साँच्चीकै समाजसँग जोडिने, तरुणसँग जोडिने हो भनेदेखि यो पार्टी त्यो पार्टी नभनिकन समाजमा तरुणसँग हाम्रो उमेर समुदायको अथवा हामीभन्दा भाइहरू 18 वर्षभन्दा प्लसकोहरूलाई चाहिँ अब कसरी तरुणले जोडेर के कुरामा चाहिँ चेन्ज गराउन सकिन्छ भन्ने कुरा चाहिँ हामीले तय गर्नु पऱ्यो कि, हामीले नीति बनाउनु पऱ्यो कि। सगुनको चाहिँ यो हामीले गर्ने भनेर चाहिँ यो क्लोजिङ स्पिच जस्तो पनि भयो होइन, यो कन्भर्सेसनको क्लोजिङ स्पिच के जस्तो अब यो हामीले चेन्ज गर्ने होइन, यो हामीले नै चेन्ज गर्नुपर्छ भन्ने क्लोजिङ स्पिच जस्तो पनि भयो, रमाइलो पनि भयो। अब यसलाई त सगुनको चाहिँ क्लोजिङ स्पिचै मान्छु म होइन। होइन ठिक हो, हामीले गर्ने हो होइन, हामीले चाहिँ नयाँ चेन्जेस लिएर आउने। तर भन्दैन हेर न, जस्तै हिजो बाटोघाटोको आवश्यक थियो नि त। प्रत्येक गाउँमा जस्तै हामीले कहिले कल्पना गरेको थियौँ मेरो गाउँमा बाटो पुग्छ भनेर कि, मेरो गाउँमा बत्ती पुग्छ। अब अहिले असार साउन पनि बाटो त पुग्यो, बत्ती छ, विद्यालय छ, हस्पिटल छ, सबै कुरा बनिसक्यो भने नगरेको भने हामीभन्दा अगाडि पनि गर्नुभयो। तर उहाँहरूको लडाइँ त्यहाँ थियो कि, तर हाम्रो लडाइँ चाहिँ अब के त, यो त हामीले तय गर्ने होइन। त्यसरी जाँदा ठिक हो। ताली पनि बजायो हाम्रो के छ भएदर भाइले। ल होइन यो कन्भर्सेसनको नि यो लास्ट के भन्छ कुरा राखौँ होइन, क्लोजिङ स्पिचै राखौँ, क्लोजिङ नै गरौँ। बरु दाइ र दुईजनाबाट मेरो चाहिँ क्लोजिङ स्पिच के भन्दाखेरि मेरो कमिटमेन्ट चाहिँ सगुनले भने जस्तो तरुणलाई एउटा डिफ्रेन्टली चाहिँ लिएर जानुपर्छ, अहिलेको समय सान्दर्भिक बनाउनुपर्छ हो। हाम्रो 8-9 जना चाहिँ प्रेसिडेन्टहरू हुनुभयो होइन, उहाँहरूले ट्राई नगर्नु भए पनि होइन होला, उहाँहरूले पनि गर्नुभयो होइन। तरुण साथीभाइहरूलाई जोड्नु भयो उहाँको लेभलसम्मले। तर अल्टिमेटली तरुण दल भने त फेरि एउटा चाहिँ पार्टी अर्गनाइजेसनको भातृ सङ्गठन त हो नि।
हामी टोटली इन्डिपेन्डेन्ट त होइनौँ होइन, हामी डिपेन्डेन्सीमै चल्छौँ, पार्टीसँग डिपेन्डेन्ट भएरै चल्छौँ। मलाई सनक लाग्यो अध्यक्ष भएकोले मैले चाहिँ छुट्टै चाहिँ के भन्छ यसलाई दल दर्ता गर्छु भनेर त पाइएन नि त होइन, यो त पार्टीकै चाहिँ सँग जोडेर बस्नु पऱ्यो, जोड्नै नै पर्छ। तर त्यो भन्दैमा नि म अहिलेको पार्टी नेतृत्व जो हुनुहुन्छ उहाँसँग एकदमै धेरै, उहाँको क्याडर पनि हो, उहाँको कार्यकर्ता पनि हो, उहाँको ब्रदर पनि हो होइन, म उहाँलाई चाहिँ मेरो मेन्टर पनि हो होइन, म उहाँलाई त्यसरी पनि लिन्छु पार्टी प्रेसिडेन्ट गगन थापालाई। अनि उहाँले चाहिँ हाम्रो कुरा पनि बुझ्नुहुन्छ भन्ने म एकदमै विश्वस्त छु क्या। अनि मैले एज अ तरुणको प्रेसिडेन्ट नयाँ कुरा केही उहाँसँग लग्छु भने उहाँले चाहिँ त्यसलाई रिजेक्ट गर्नुहुन्न भने म एकदमै धेरै ठुलो आशावादी छु। र आशावादी मात्रै होइन, उहाँले गर्नुहुन्छ भन्ने म ठोकाका साथ भनिदिन्छु कि यो कुरा चाहिँ फेरि फेरि रिकर्डेड कन्भर्सेसन हो, त्यसमा पनि म यति कमिटेड छु क्या। हामी यतिकै इन्फर्मलै गफ गर्दाखेरि पनि यो कुराहरू त हामीले एक्सपिरियन्स गरेका छौँ नि त। हामी त तरुणमै चाहिँ प्रत्यक्ष काम गरेको, दाइ पनि अहिले हामीसँगै काम गरिरहनु भएको, दाइले पनि त्यो कुरा एक्सपिरियन्स गर्नुभएको छैन। हामी आज नै बिहान चाहिँ एउटा मेजर डिसिजन गरिरहेको थियौँ होइन, तरुणको चाहिँ अब त्यो पछि देखिने कुरा हो, हामी मेजर डिसिजन गरिरहेको थियौँ। त्यसमा हामी कति कन्फिडेन्स साथ र ट्रान्सपरेन्ट साथ हामी गफ गरिरहेको थियौँ दाइ। त्यो कोही अरूले त्यो त्यही काम गरे भए त एकदम लुकाएर चोरेर चाहिँ के नै गर्ला जस्तो गरेर गर्थ्यौँ होइन। अभियसली हाम्रो त्रिचन्द्रमा अब 10,000 विद्यार्थी छन् त है, बिए र बिएससी पढाउँछन्। मलाई जहाँसम्म लाग्छ यसको कुनै मार्केट भ्यालु लास्टै कम छ दाइ, अलिकति क्वालिटीवाला कन्टेक्स्ट पनि हुनु पऱ्यो भन्ने चाहिँ मेरो धारणा। र अनि अर्को एउटा धारणा चाहिँ हामीले 60 सालमा रोडको आवश्यकता थियो, रोडको लागि भोट हाल्यो दाइ। 70 सालमा हामीले बत्तीको आवश्यकता थियो, त्यसको लागि भोट हाल्यो दाइ। अब 80 सालमा हामी एआई टेक्नोलोजी हामी कहाँ पुगिसक्यो, दुनियाँहरूले च्याट जिपिटी बनाइसक्यो, हामी त्यो प्रयोग गर्नलाई हाम्रो नेतालाई नै अब जान्दैनन्। कमसेकम हामी एटलिस्ट जानेको नेता, नेपालमा के बनाउने नेतालाई खोज्दैछौँ। मलाई लाग्छ त्यो नेतालाई भोट हाल्नुपर्छ जस्तो लाग्छ दाइ। अनि अर्को एउटा मेन मुद्दा भनेको चाहिँ हिजो बिपी कोइराला ज्यूहरूले 29 वर्षको उमेरमा दल नेपाली कङ्ग्रेस खडा गर्नुभयो, 33 वर्षमा देश सहाग्नुभयो। भाद्री सङ्गठनलाई युवा जोस हुँदै गर्दाखेरि चाहिँ भाद्री सङ्गठनमै थन्काएर रोकेर प्यारालाइज बनाएर बुढेसकालमा चाहिँ नेता बनाउनु चाहिँ हुँदैन जस्तो मलाई लाग्छ। कि पार्टीले घोषणा गरिदिनु पऱ्यो 60-70 वर्ष नपुगेसम्म 20 वर्षको एउटा केटाले उसको हजुरबाउको उमेरलाई नै नेता भन्नुपर्छ भनेर तोक्नु पऱ्यो, नभई योग्य व्यक्तिहरूलाई अगाडि सार्नु पऱ्यो। यो हामीले होइन, अहिलेको प्रधानमन्त्रीज्यू नै यो उमेर समूहको हुनुहुन्छ भने मलाई लाग्छ एउटा 60 वर्षको मेरो हजुरबा 70 वर्षको हुनुहुन्छ भने 60 देखि 70 वर्षको उमेरलाई मलाई भोट माग्नु थोरै असहज पनि हुनसक्छ। मान्छेको साइकोलोजी त हो नि दाइ। हाम्रो नेता पनि मैले भन्दा 10 गुणा बढी जानेको हुनु पऱ्यो, मैले भन्दा कम जानेको मलाई पनि बाबु यो कसरी बनाउँछ भन्ने त हुनु भएन जस्तो लाग्छ दाइ। त्यस कारणले चाहिँ पार्टीले चाहिँ यस्ता सानो सानो कुरा अरूले गरेको कुराहरूलाई पनि ध्यान आकर्षण गरेर जानुपर्छ जस्तो लाग्छ। क्लोजिङ स्पिच केही छ? क्लोजिङ कुरा दाइ आज मुख्यतया 2टा कुरामा 3टा कुरा। दाइलाई क्लोजिङ गरेर किन दाइ भन्नु दाइ? दाइको बिदाई गर्नलाई पनि होला। आज मुख्यतया हामीले तरुणका बारेमा, युवाका बारेमा र आगामी भविष्यका बारेमा हामी कसरी यहाँसम्म आइपुग्यौँ र अहिलेको वर्तमान के हो, वर्तमानको जेनेरेसन पुस्ताले के चाहन्छ र भविष्यमा अब कसरी त्यसलाई चाहिँ नि हामीले लक्षित बनाएर अगाडि बढ्ने भन्ने कुरो हो। आज यहाँ हामी यति लामो समयसम्म पेसेन्सका साथ बस्यौँ, त्यसको लागि अब साथीभाइलाई अल्छी पनि लाग्यो होला, तर यो अरू गफ सुन्न हामीलाई खासै गरी अल्छी लागिहाल्छ। हाम्रै गफ मात्रै राख्नु मन लाग्छ होइन, यो हाम्रो बानी नै हो। तर यो सबै कुरा सुनिदिनु भयो, बसिदिनु भयो, त्यसको लागि थ्याङ्क यू। अब यो यस्तो सेसनहरू हामी लगभग गर्दै गरौँ, गफ गर्दै गरौँ होइन। अझ धेरै साथीभाइको कुरा पनि आउँछ। यो तरुणदल भने हामी 4जना 5जना बसेर डिफाइन गर्न सक्ने तरुणदल पनि होइन। तरुणदल भने त ठुलो संस्था हो, झन् युथको गफ गरिरहेको छ। युथ भने चाहिँ फेरि तरुणदल मात्रै पनि होइन, नेपालको युथ भने चाहिँ फेरि एकदमै ठुलो कन्टेक्स्ट आउँछ। यो
अरू धेरै वक्स अफ लाइफको अरू धेरै साथीभाइहरूलाई पनि राखेर गफ गरौँला। आजलाई यति नै ल। थ्याङ्क यू